होइन, माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, मह्म, हजुरले बोलेको कुराकानी मह्म, जुन चाहिँ एउटा सीमान्तकृत समुदायलाई चाहिँ हजुरले मह्म, चाहिँ जुन तरिकाले चाहिँ डिह्युमनाइज मह्म, डिमिनिङ गर्नुभयो, डोमिनेट गर्नुभयो, मह्म। त्यसको चाहिँ तपाईँ एकाउन्टेबल चाहिँ रेस्पोन्सिबल चाहिँ हुने कि नहुने? सबैलाई नमस्कार, म बाबु दुमिराई। यो ब्रेकिङ द ब्यारियर्स हामीले कार्यक्रम गरिराख्दाखेरि आज हामी सेकेन्ड एपिसोडमा छौँ र आज मेरो साथमा हुनुहुन्छ विवेक सुस्लिङ मगर। म त उहाँलाई एकदमै मजाले चिन्छु, तर पनि तपाईँले आफ्नो परिचय दिँदाखेरि चाहिँ कसरी दिनुहुन्छ? यो प्रोग्राम चाहिँ हामीले एकदमै इन्फर्मली स्टार्ट गर्नेछौँ ताकि सबै कुराहरू आओस्, जे चिज हो त्यसलाई एकदमै क्लियरली आओस्, खुलेर आओस् भन्ने हिसाबले चाहिँ हामी इन्फर्मली स्टार्ट गर्छौँ। तपाईँले आफ्नो परिचय चाहिँ कसरी दिनुहुन्छ? हुन्छ, सबैजनालाई सप्तरङ्गी नमस्ते। थ्याङ्क यू सो मच बाबु, मलाई इन्भाइट गर्नुभएकोमा। अनि त्यस पछाडि मेरो परिचय भन्नुपर्दाखेरि चाहिँ मेरो नाम चाहिँ विवेक, अनि म चाहिँ आफूलाई चाहिँ चिनाउँदाखेरि चाहिँ इन्टरसेक्सनल क्वेयर युथ एक्टिभिस्ट र विगत 2014देखि चाहिँ नेपालको युनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मुभमेन्टमा चाहिँ एकदमै एक्टिभली लागि परिरहेको छु र हाल चाहिँ म क्वेयर नेपालको फाउन्डर प्रेसिडेन्ट पनि। ओके, तपाईँ ठ्याक्कै आफ्नो लैङ्गिक पहिचान चाहिँ कसरी बुझाउनुहुन्छ, कसरी चिनाउनुहुन्छ, आफूलाई कसरी कम्फर्टेबल हुनुहुन्छ? मेरो लैङ्गिक पहिचान भन्नुपर्दाखेरि चाहिँ म आफूलाई चाहिँ नन बाइनरी भनेर चाहिँ चिनाउँछु। मह्म, अब नन बाइनरी भनिरहँदाखेरि चाहिँ धेरैजनालाई चाहिँ पहिलोचोटि यो शब्द पनि सुनिरहेको होला, अनि त्यस पछाडि अब यो भनेकै के हो त, सुन्नेले पनि चाहिँ यो मह्म, भनेकै के हो त भने पनि होला। अब तपाईँले विश्वभरि अब नेपाली समाजमा हेर्ने हो भने चाहिँ लैङ्गिक पहिचान चाहिँ एक तरिकाले बाइनरी नै छ नि त, होइन? मह्म, मह्म, महिला, पुरुष, अनि अब नेपालमा त अहिले चाहिँ संविधानले पनि चाहिँ कानुनले पनि दिएको भनिसकेको छ कि महिला र पुरुषभन्दा बाहेक चाहिँ हाम्रो चाहिँ तेस्रो लिङ्गीहरू पनि हुन्छन् भन्ने कुराकानी, पारालिङ्गीहरू पनि हुन्छन् भन्ने कुराकानी। म चाहिँ आफूलाई नन बाइनरी भनिरहँदाखेरि चाहिँ म चाहिँ त्यो लैङ्गिक पहिचानहरू चाहिँ कुनै पनि आफूलाई चाहिँ लेबल लगाउन चाहदिनँ। म मह्म। चाहिँ त्योभन्दा बियोन्ड चाहिँ म आफूलाई चाहिँ पहिचान गर्न चाहन्छु, र त्यही बियोन्ड पहिचान गराउनुको लागि नै नन बाइनरी चाहिँ भन्छ। ओके, जुन समाजले बनाएको एउटा दायरा छ, जुन चाहिँ महिला र पुरुष मात्र हुन्छ भनिराख्दाखेरि चाहिँ त्योभन्दा अन्य लैङ्गिक पहिचान भएको व्यक्तिहरू पनि हुन्छ भन्ने बक्समा चाहिँ पर्नुभयो तपाईँ? हजुर, हजुर। ओके। जति पनि समाजले जति मह्म, पनि चाहिँ लेबल लगाइदिएको छ मह्म, लैङ्गिक पहिचानलाई लिएर, त्योभन्दा चाहिँ म भिन्न छु, त्योभन्दा बियोन्ड छु भन्ने चाहिँ हो। ओके। तपाईँ बिङ यो एलजिबिटिआइक्यू कम्युनिटी मेम्बर हुन्छ नि, हजुर। अब सबैको आफ्नो अनुभव हुन्छ होइन? तपाईँको चाहिँ तपाईँको बाल्यकाल चाहिँ कस्तो थियो? किनभने बाल्यकाल त एकदमै त्यो एकदमै ब्युटिफुल त्यो मोमेन्ट होइन? त्यो एकदमै बालापनको मजा भन्छ नि त सबैले। त्यो तपाईँको चाहिँ कस्तो थियो त्यो बालापनको मजा? तपाईँ बालापन कस्तो थियो अँ, ओभरअलमा? मेरो बालापन भन्नु अब हुन्छ नि, तपाईँले यो कुराकानी अँ, गरिरहँदाखेरि चाहिँ म एकदमै नोस्टाल्जिक पनि भएँ, किनभने भने मैले फ्ल्यासब्याक हुन्छ नि मेरो अँ, बालापनलाई चाहिँ सम्झिँदाखेरि चाहिँ मेरो बालापन त अब हुन्छ नि सबै एक तरिकाले हेर्दाखेरि चाहिँ मेरो घर परिवारबाट अब हुन्छ नि एक तरिकाले राम्रै मेरो पालन पोषण चाहिँ भएको हो, र उम्, पालन पोषण भइरहँदाखेरि चाहिँ अम, अब मेरो पहिचानलाई लिएर त त्यो बालापनमा त मलाई के थाहा होइन त। उम्, जब चाहिँ हुन्छ नि समाजले भन्न थाल्यो, समाजले चाहिँ हुन्छ नि जुन महिला र पुरुषको जुन जेन्डर रोल्सहरू चाहिँ बक्स गरिदिन थाल्यो, होइन? त्यस पछाडि चाहिँ मलाई रियलाइज हुँदै चाहिँ गएको हो। तर उम्, मेरो बालापनमा चाहिँ हुन्छ नि म एकदमै फ्री फ्री उम्, चाइल्ड हुन्छ नि, फ्री सोल भन्छ नि, त्यस्तै नै हो। अब जसमा चाहिँ बालापनमा चाहिँ मलाई अझै पनि थाहा छ, म चाहिँ एकदमै मम्मीको सलहरू, सारीहरू बेरेर चाहिँ घर भनेर हुन्छ नि, अँ, हामी चाहिँ एउटा अब हुन्छ घर बनाएर चाहिँ खेल्थ्यौँ। अनि घरमा चाहिँ फ्यामिलीहरू हुन्थ्यो, होइन? उम्, फ्यामिलीहरूमा चाहिँ जहिले पनि चाहिँ अब मैले चाहिँ मेरो घर परिवारमा चाहिँ जहिले पनि फ्यामिलीमा चाहिँ मेरो मम्मी चाहिँ एकदमै लिडरको रूपमा देखेको थिएँ नि त, होइन? उम्, त्यो घर खेल्दाखेरि चाहिँ त्यो सानो बच्चा बाल्यकालमा पनि चाहिँ म मम्मी भन्थेँ क्या, म आमा भन्थेँ। औ वाव! आमा भन्थेँ त्यो बेलामा। अँ, अनि त्यो बेलामा चाहिँ हुन्छ नि कसैले क्वेसन पनि नगर्ने कि, कसैले उम्, क्वेसन पनि नगर्ने कि तिमी किन आमा बन्यौ, किन उम्, तिमीले चाहिँ सल लगायौस्, किन तिमीले चाहिँ हुन्छ नि साडी चाहिँ बेर्यौ भनेर कहिले पनि चाहिँ क्वेसन नगर्ने। बाल्यकाल त मेरो त्यसरी नै बित्यो। जब चाहिँ म अब हुन्छ नि अलिकति बढ्दै हुर्कदै गइसके पछाडि चाहिँ अलिकति क्वेसनहरू चाहिँ आउन थाल्यो, होइन? उम्, तिमी चाहिँ किन छोरी मान्छेहरूसँग मात्र खेलिराख्छौ, होइन?
मेरो बाल्यकालमा साथीहरू पनि छोरी नै छोरी हुँदाखेरि चाहिँ उम्, किन छोरी मान्छेहरूसँगै खेलिरहेको छौ अनि किन तिमी बाहिरतिर चाहिँ खेल्न जाँदैनौ त्यो अवस्थामा चाहिँ हुन्छ नि जो जो मेरो दौतेरी अब केटा साथीहरू चाहिँ हुनुहुन्थ्यो उम्, उहाँहरू चाहिँ चरा मार्नलाई जाने ग्याटिस हान्नलाई जाने उम्, बल्छी थाप्नलाई जाने होइन फुटबल खेल्ने क्रिकेट खेल्ने अब धेरै तास खेल्ने धेरै धेरै परिकारको धेरै धेरै तरिकाको गेमहरू खेल्ने नि त उम्, त्यो बेलामा चाहिँ हुन्छ नि तिमी चाहिँ किन नखेल्न गएको तिमी चाहिँ किन त्यो घरभित्रै घरहरू होइन उम्, खेलिरहेको केटीहरूसँग चाहिँ किन खेलिरहेको भनेर चाहिँ क्वेसनहरू चाहिँ गर्थ्यो त्यही हो बाल्यकालको अब रमाइलो थियो। सम्झनाहरू त्यो बालापन कि अहिलेको उमेरमा चाहिँ हुन्छ नि, यो चाहिँ अहिलेको लाइफ चाहिँ ठिक छ कि चाहिँ त्यो बालापनमा चाहिँ एकदमै रमाइलो थियो भन्ने लाग्छ यसो हेर्दाखेरि? मैले चाहिँ अब हुन्छ नि अलिकति बालापन र अब अहिलेको अवस्थालाई त्यस्तो कम्पेयर गरेर चाहिँ मैले कहिले पनि हेरेको छुइनँ होइन उम्, त्यो बेलाको अवस्था पनि चाहिँ हुन्छ नि छुट्टै प्रकारको रमाइलो थियो र अहिले पनि उम्, छुट्टै प्रकारको थियो किनभने भन्दाखेरि चाहिँ मलाई अझैसम्म नि याद छ म जब बाल्यकाल थिएँ एक तरिकाले चाहिँ म बाल्यकाल हुँदाखेरि चाहिँ म कहिले ठुलो हौँ भन्ने जस्तो चाहिँ लाग्थ्यो कि उम्, कहिले ठुलो हौँ र कहिले ठुलो भएर चाहिँ हुन्छ कमाउँ पैसा उम्, कमाउँ काम गरौँ अनि डुलौँ यताउता हिँडौँ अनि अब हुन्छ नि यसो खाएको कुराकानीहरू देख्दाखेरि मिठो मिठो खाऊँ घुम्नलाई जाउँ भन्ने कुराकानीहरू चाहिँ लाग्थ्यो त्यो उम्, बेलामा त्यो बेलाको बाल्यकालको अवस्था पनि छुट्टै विशेषता छ र अहिले आएर हेर्दाखेरि पनि चाहिँ छुट्टै विशेषता छ अहिले पनि चाहिँ अलिकति म्याचुरिटी आएको छ उम्, सोच्ने तरिका छुट्टै छ लाइफस्टाइल छुट्टै नै छ त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब म त्यसरी कम्पेयर गर्न चाहिँ म चाहदिनँ उम्, ओके। त्यो तपाईँले भनिराख्दाखेरि अब तपाईँको बारेमा त मलाई धेरै चिजहरू थाहा छ। तर पनि तपाईँ सिङ्गल प्यारेन्ट्सको हुन्छ नि बच्चा होइन भनेको एउटा सन्तान। त्यस्तो हुँदाखेरि चाहिँ तपाईँले समाजबाट अलिकति केही फरक खालको केही त्यो एक्सपिरियन्स गर्न पर्यो? हुन्छ नि प्यारेन्ट्स चाहिँ सिङ्गल हुँदाखेरि नै केही त्यस्तो? अँ, अहिले चाहिँ अहिले अहिले यो अवस्थामा चाहिँ अलिकति रिफ्लेक्ट गरेर हेर्नु पर्दाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो बाबा चाहिँ 10 वर्ष जनयुद्धमा चाहिँ उम्, सहिद हुनुभयो। उम्, मेरो मम्मी चाहिँ त्यतिखेर 23 वर्षको उमेर हुनुहुन्थ्यो। उम्, 23 वर्षको उमेर हुनुहुन्थ्यो। मलाई चाहिँ एकदमै छिटो नै उहाँले चाहिँ जन्माउनु भयो। छिटो नै उहाँहरूको उम्, चाहिँ बिहे भयो त्यो बेलाको समयमा। अनि अहिले चाहिँ फर्केर हेर्दाखेरि चाहिँ मेरो मम्मीले चाहिँ कुनै पनि तरिकाको चाहिँ मलाई चाहिँ अभाव चाहिँ महसुस गर्न दिनुभएको रहेनछ भन्ने चाहिँ मलाई फिल हुन्छ। उम्, किनपनि भने त्यो बेलामा चाहिँ मैले कुनै पनि तरिकाको चाहिँ अभाव चाहिँ मैले फिल गरिनँ। मेरो मम्मीले जुन तरिकाको फिल गर्नुभयो त्यो उम्, चाहिँ हुन्छ नि मेरो मम्मीकै संरक्षणको कारणले गर्दाखेरि उम्, होला मैले चाहिँ त्यसरी फिल चाहिँ गरिनँ। तर अब डेफिनेटली अब कहिलेकाहीँ त्यो चाडपर्वमा चाहिँ कसैको बुवाहरू चाहिँ अब स्पेसल्ली गाउँघरमा त इन्डिया कमाउनु जाने चलन थियो त्यो बेलामा होइन। उम्, इन्डियाबाट आउँदाखेरि चाहिँ यसो हुन्छ नि उनीहरूको छोराछोरीलाई चाहिँ के सामानहरू लिएर आउँदाखेरि गिफ्टहरू लिएर आउँदाखेरि चाहिँ अम, यसो होइन वो आएछ उसको बुवा आएछ भनेर भने तर मैले कहिले पनि त्यो त्यो भनिरहँदाखेरि चाहिँ मैले कहिले पनि आमा बुवालाई कि मम्मीलाई स्पेसली मम्मीलाई कि त हजुरबा हजुरआमा पनि हामीसँगै हुनुहुन्थ्यो हजुरबा हजुरआमालाई चाहिँ मैले त्यसरी कहिले पनि चाहिँ मेरो बुवा चाहिँ कहाँ हुनुहुन्छ मेरो उम्, बुवाले चाहिँ किन लिएर आउनु भएन भनेर चाहिँ अब हुन्छ नि त्यसरी चाहिँ मैले कहिले पनि भनिनँ। अनि उम्, अर्को इम्पोर्टेन्ट कुराकानी चाहिँ अब हामी चाहिँ एउटा मगर गाउँै छौँ के उम्, मगर टोल मगर गाउँै भनेर पनि परिचित हुन्छ अनि त्यो मगर गाउँमा चाहिँ हाम्रा आफन्तहरू नै धेरै हुनुहुन्छ कि अनि उम्, त्यो आफन्तहरू धेरै भएको कारणले गर्दाखेरि पनि होला मलाई कहिले पनि चाहिँ त्यो अभाव भएन कि हुन्छ नि कसैले पनि चाहिँ त्यो लान्छना लगाएन कि तेरो बुवा छैन तँ एउटा टुहुरो हो भन्ने त्यो शब्द हुन्छ नि त्यो उम्, शब्द चाहिँ कसैबाट पनि सुन्नु परेन उम्। भन्न चाहन्छु म चाहिँ एनिवेज जस्तै मैले किन पनि भनिरहेको थिएँ भने जस्तै अझै पनि हामीले यो अब नेपालमा हुन्छ नि तपाईँको राजनीति यो रणनीतिहरू के भन्छ जति पनि बने पनि त्यो संविधानमा लेखिए पनि 33% महिलालाई छुट भन्ने त छ तर पनि अझै पनि हाम्रो यो समाजमा चाहिँ पितृसत्ताले छोड्न सकेको छैन नि त होइन अनि मेरो अनुभवमा पनि जस्तै मेरो म पनि सिङ्गल प्यारेन्ट्सकै भयो होइन अनि मम्मी मात्रै भइराख्दाखेरि अझै पनि समाजमा त्यो महिलाले मात्रै त्यो सबै चिजहरू लिए पनि लिन सके पनि गर्न सके पनि त्यसलाई चाहिँ अझै पनि मजाले त्यसलाई एक्सेप्ट गर्न चाहिँ सक्दैन अझै पनि समाजले होइन अनि अझै पनि तपाईँको छरछिमेकले हेर्ने त्यो नजर अनि तपाईँलाई ट्रिट गर्ने व्यवहारहरू अलिकति फरक चाहिँ मैले पाउँथेँ ओके जस आफ्नो ओके अनुभव हुन्छ हो
मैले यसमै एड गर्नु पर्दाखेरि हुँ, चाहिँ हुन्छ नि म अब त्यतिखेर चाहिँ सानो भएको कारणले हुँ, गर्दाखेरि पनि त्यो मैले अनुभव गर्नलाई नपाएको होला। हुँ, तपाईँले चाहिँ हुन्छ नि आफ्नो हुँ, पनि चाहिँ हुँ, अनुभव सेयर गरिरहँदाखेरि हुँ, हाम्रो अलिकति पितृसत्तालाई पनि हुँ, छुँदाखेरि चाहिँ मैले यदि मैले मेरो लेन्सबाट मेरो आँखाबाट चाहिँ मेरो मम्मी होइन हुँ, मेरो आमाको जीवनलाई हेर्नु पर्दाखेरि चाहिँ डेफिनेटली मैले लान्छना र विभेद मैले भोगिनँ होला, तर हुँ, मेरो मम्मीले चाहिँ त्यो पितृसत्ता जुन छ पितृसत्ताले चाहिँ जुन समाजमा जुन जुन संरचनाहरू बनाइदिएको छ हुँ, त्योबाट चाहिँ मेरो मम्मी डेफिनेटली हुँ, इफेक्ट चाहिँ हुनुभएको। किनपनि हुँ, भने त्यो बेलामा चाहिँ मेरो मम्मी चाहिँ 23 वर्षको उमेर हो नि त। अहिले भनेको हुँ। त 23 वर्षको उमेरमा चाहिँ भनेको म त हो 30 वर्ष। अहिले भनेको त एकदमै रमाइलो गरेर हिँड्ने हुन्छ नि आफ्नो करियरलाई पनि हो, अलिकति नसोच्ने टाइपको हो, होइन हो। त भन्ने कुराकानी हो नि त पढेर हुँ, रमाइलो गरेर हिँड्ने अवस्थामा चाहिँ मेरो मम्मी चाहिँ 23 वर्षको उमेरमा चाहिँ सिङ्गल हुनुभएको। हुँ, मेरो मम्मीले चाहिँ आफ्नो जीवन साथीलाई चाहिँ गुमाउनु भएको र जीवन साथी गुमाइरहँदाखेरि चाहिँ हामी दुईजना म अनि मेरो हुँ, बहिनी हुँ, बहिनी भएको अवस्थामा चाहिँ सिङ्गल हुनुभयो र हुँ, सिङ्गल भइसके पछाडि चाहिँ अनि अहिले आएर चाहिँ कहिलेकाहीँ जिस्केर चाहिँ म भन्ने गर्छु क्या मम्मीलाई, "मम्मी हुन्छ नि कोही तपाईँलाई असल व्यक्ति पाउँछ होइन, हुँ, तपाईँहरूको कुराकानी मिल्छ, तपाईँलाई चाहिँ त्यो व्यक्ति चाहिँ असल छ र ऊ व्यक्तिसँग चाहिँ तपाईँ आफ्नो जिन्दगी चाहिँ जिउन चाहनुहुन्छ भने चाहिँ प्लिज तपाईँले चाहिँ हुन्छ नि हामीलाई चाहिँ निर्धक्कसँगले भन्नु है" भनेर चाहिँ म भन्ने म गर्छु पनि क्या। भन्छु। भन्ने गर्छु क्या। किनपनि भने त्यो 23 वर्षको उमेरमा हुँ, त त्यही 23 वर्षको उमेरमा चाहिँ आफ्नो जीवनसाथी गुमाउनु भनेको त हुँ, होइन, त्यो 23 वर्ष भनेको त केही उमेर केही होइन नि त, होइन त? हुँ, 23 वर्षको उमेरमा ल 5-10 वर्ष चाहिँ अब एउटा अवस्था थियो होला। तर पनि चाहिँ अलिकति उमेर बढ्दै गइसके पछाडि त कोही न कोही त उहाँले पनि त मन पराउनु हुँ, भयो होला, कोही न कोही त थियो हुँ, हो, होला हो, भन्ने हुँ, कुराकानीहरूमा चाहिँ म मम्मीलाई चाहिँ जिस्केर चाहिँ क्वेसन गर्ने गर्छु क्या। कोही तपाईँको जिन्दगीमा आएन, तपाईँले चाहिँ हुन्छ नि हुँ, जिन्दगीमा त आयो होला अनि तपाईँलाई कहिले विवाह चाहिँ गर्नलाई मन लागेन भनेर चाहिँ म भन्छु क्या। अनि अझै पनि मम्मी अब मेरो मम्मीले चाहिँ अलिक चाहिँ नि खुलेर चाहिँ कुराकानी गर्नुहुन्न। उहाँको एन्सर भनेको चाहिँ के हुन्छ भन्दाखेरि, "तिमीहरूलाई त हेरेर म बसेको हो" भनेर चाहिँ भन्नुहुन्छ। अनि त्यो भनिरहँदाखेरि चाहिँ अनि मेरो माइन्डले चाहिँ हुन्छ नि, मेरो माइन्डले चाहिँ कहीँ कतै चाहिँ म अब पितृसत्तालाई पनि दोष दिने गर्छु क्या। हो, मेबी मम्मीले हुन्छ नि तिमीहरूकै लागि त हेरेको हो नि त भन्ने कुराकानीहरू चाहिँ कहिलेकाहीँ चाहिँ कस्तो हुन्छ भन्दाखेरि एउटा महिलालाई, एउटा आमालाई चाहिँ एकदमै हामी ग्लोरिफाई गरिदिन्छौँ के। आमा भनेको चाहिँ हुन्छ नि सर्वश्रेष्ठ। एकदमै सर्वश्रेष्ठ हो। आमा भनेको चाहिँ देउता हो। हुँ, हुँ, आमाले चाहिँ हुन्छ नि आफ्नो बालबच्चालाई चाहिँ कहीँ कतै छोडेर उसलाई चाहिँ एकदमै हार्म गर्नै हुँदैन ट्रु, भनेर चाहिँ ट्रु, भन्छ हो, के। हो, हो, इभन हुन्छ नि हामीले चाहिँ हाम्रो आमाहरूको खुसी चाहिँ खुसी भनेको चाहिँ एउटा बालबच्चामा थुपारिदिन्छौँ अनि हुँ, बालबच्चाको अनि हाम्रो आमाहरूको खुसीको बारेमा चाहिँ खुसीको बारेमा, अधिकारको बारेमा चाहिँ हामी कुराकानी गर्दैनौँ। अनि हुँ। त्यो लेन्सबाट पनि मैले हेरिरहँदाखेरि चाहिँ मैले मम्मीलाई भन्ने गर्छु क्या, कहीँ कतै हुन्छ नि तपाईँ पनि पितृसत्ताको त हुन्छ पितृसत्ताको त भिक्टिम होइन नि मम्मी भनेर भनिरहँदाखेरि चाहिँ अनि मम्मी हाँस्नुहुन्छ क्या। हुँ। अनि मलाई कहीँ कतै चाहिँ लाग्छ तर ए कति सही हो। महिलाहरूलाई त यो पनि त्यो बिचरा थाहा पनि हुँदैन होइन म हो, भिक्टिम भइरहेको छु कि छुइनँ हो, भन्ने कुरा पनि हो, थाहा भइरहेको हुँदैन। अहिले तपाईँले भनिराख्दाखेरि पनि हो नि उहाँहरूलाई पनि मन थियो होला तर हुँ, अझै पनि समाजको दायरा होइन मेरो परिवारको इज्जत, मेरो माइतीको हो, इज्जत ल्या म त अब एउटा बिहा गरेपछि फेरि अर्को गर्नै हुँदैन होइन त्यस्तो त्यस्तो कुराहरूले अझै पनि त्यो भइरहेको छ। त्यो मलाई लाग्छ त्यस्तो लाग्छ। हो, सो अब यो कुरा छाडौँ होइन यो पारिवारिक कुरा अब यो पछि चाहिँ तपाईँको हुन्छ नि तपाईँलाई अहिले यसो अब तपाईँले त किनभने राजनीतिमा चाहिँ सबैजनाको सहभागिता समावेशी हुनुपर्छ भन्ने कुरालाई पनि तपाईँले त्यसलाई त मान्यता दिनुहुन्छ त्यो कुरा होइन। हो, अब तपाईँलाई अहिलेखेरि अब केही न केही तपाईँसँग त धेरै हुन्छ नि राजनीति बारेमा पनि केही न केही आइडियाहरू छ, धेरै चिजहरू तपाईँले गेन गरिसक्नु भएको छ त्यो चिजमा होइन। तपाईँलाई के लाग्छ हुन्छ नि अझै यसो फर्केर हेर्दाखेरि चाहिँ मेरो हुन्छ नि बुवा चाहिँ शहीद जुन के माओवादी जनयुद्धमा शहीद हुनुभयो। त्यो चाहिँ एकदमै के यो हुन्छ नि आवश्यक नै थियो त्यो समयको लागि त्यो युद्ध अथवा माओवादीको आन्दोलन हुन्छ नि त्यो चाहिँ हुन्छ नि एउटा जस्ट आफ्नो सत्ता हुन्छ नि पावरको लागि मात्रै थियो कि त्यो समयको माग थियो जस्तो लाग्छ यसो फर्केर हेर्दाखेरि यसो तपाईँको नजरबाट हेर्दाखेरि चाहिँ। अभियसली त्यो हुन्छ नि एउटा समयको मागै नै थियो। त्यही भएको हुँ, कारणले गर्दा जति पनि क्रान्तिहरू चाहिँ हुँ, अब नेपालमा भयो, इभन विश्वमा भयो, त्यो एउटा समयको मागकै अनुसार नै भएको हो। हुँ, म अलिकति हुन्छ नि अब 10 वर्ष जनयुद्धलाई चाहिँ अब त्यो बेलामा त म सानो नै थिएँ होइन। हुँ, सानै भइरहँदाखेरि पनि चाहिँ म आफ्नो
आफ्नो बुवालाई चाहिँ म यसो उम्, सम्झिन चाहन्छु होइन, म उम्, हेर्न चाहन्छु। मेरो बुवा मात्र होइन, मेरो अङ्कलदेखि लिएर मेरो हजुरबादेखि लिएर हामी पुरै गाउँै के त्यो बेलामा उम्, पुरै गाउँ नै एउटा कम्युनिस्ट गाउँ हुन्छ नि, एउटा माओवादीको थलो भनेर चाहिँ परिचित थियो उम्, क्या। अनि त्यो उम्, बेलामा चाहिँ हुन्छ नि मेरो बुवा, अब हाम्रो अवस्था होइन, स्पेसली म पनि चाहिँ त्यो फिल गर्नलाई सक्छु। हाम्रो अवस्था चाहिँ एकदमै गरिबीको भन्दाखेरि पनि एकदमै मुनि के, उम्, गरिबीको एकदमै मुनि। अनि हाम्रो बुवा त्यही अवस्थामा चाहिँ हुन्छ नि, अब त्यो बेलामा चाहिँ अझै पनि चाहिँ त्यो काठ चिर्ने के, काठ उम्, चिर्ने त्यो काठ चिर्ने कामहरू गर्नुहुन्थ्यो। अझै पनि मम्मीले भन्नुहुन्छ, सुनाउनुहुन्छ। खेत जमिन त भएको, तर उम्, त्यतिखेर चाहिँ हुन्छ नि कसरी कृषि गर्ने भन्ने कुराकानी नै उम्, थाहा नभएको। अहिले त्यही खेत जमिनले खानालाई पुग्छ, त्यो बेलामा त्यही खेत जमिनले चाहिँ खानालाई पुग्दैन थियो। अनि उम्, हाम्रो मम्मीहरूले चाहिँ एकदमै त्यो घुन लागेको क्या, त्यो उम्, चामलमा घुन लाग्छ नि, किरा लाग्छ नि, अँ, त्यो किरा लागेको त्यो चामल चाहिँ किनेर लिएर आएको भनेर चाहिँ सुनाउनुहुन्छ। इभन त्यो किरा लागेको चामल किन्न जाँदाखेरि पनि चाहिँ हुन्छ, किन्नलाई जाँदाखेरि पनि चाहिँ हुन्छ त्यो नपाएको भनेर चाहिँ कुराकानी सुनाउनुहुन्छ। नपत्याएको भनेर, त्यो जो बेच्ने अँ, मान्छे छ योसँग पैसा छैन भनेर चाहिँ नपत्याएको भन्ने कुराकानीहरू पनि गर्नुहुन्छ अँ, गर्नुहुन्छ क्या। अनि स्टिल हुन्छ नि म ठुलो भइसके पछाडि पनि चाहिँ हुन्छ नि त्यो अब हाम्रो त्यो सेन्टर बेराको घर थियो, त्यो बाँसको घर हुँदाखेरि चाहिँ त्यो माथि सिलिङमा चाहिँ मकैको झोत्ता के, अँ, मकैको झोत्ताहरू चाहिँ त्यो झोत्ता चाहिँ लगाउनु हुन्थ्यो। अनि त्यो झोत्ता चाहिँ हुन्छ नि मेरो मम्मीले चाहिँ त्यो झोत्ता चाहिँ यो 1 छाक 2 छाक 3 छाक भनेर चाहिँ अँ, गर्नुभएको अझै पनि मलाई थाहा छ के। उम्, त्यो अवस्थादेखि आइरहँदाखेरि चाहिँ डेफिनेटली त्यो गरिबी, त्यो वर्ग हुन्छ नि, त्यो उम्, धनी र गरिबको त्यो वर्गको कारणले गर्दाखेरि पनि चाहिँ हुन्छ नि मेरो बुवा चाहिँ एउटा अब हुन्छ नि त्यो 10 वर्ष जनयुद्धको लागि चाहिँ अब चाहिँ केही क्रान्ति गर्नुपर्छ भनेर उम्, चाहिँ त्यो प्रेरित हुनुभएको क्या। अझै उम्, पनि मलाई थाहा छ मेरो बुवाले चाहिँ बुकहरू लिएर आउनुहुन्थ्यो होइन, उम्, बुकहरू चाहिँ लेनिनको बुकहरू होइन, मार्क्सको बुकहरू लिएर आउँदाखेरि चाहिँ उहाँहरूले चाहिँ अझै पनि म याद गर्छु कि जातीय विभेदको कुराकानी गर्नुहुन्थ्यो होइन, उम्, वर्गको कुराकानी गर्नुहुन्थ्यो। एक्चुअली हुन्छ नि एउटा हुन्छ नि कोइन्सिडेन्ट चाहिँ मेरो बुवाको नाम चाहिँ पार्टीको नाम चाहिँ वर्गै हो थियो कि। औ मेरो बुवाको नाम चाहिँ पार्टीको नाम वर्ग थियो। अझै पनि चाहिँ धेरै साथीहरूले अब उहाँको साथीहरू माओवादीमै हुनुभएको साथीहरूले चाहिँ वर्ग, कमरेड वर्ग भनेर भन्नुहुन्थ्यो क्या। अनि उम्, त्यो भएकै कारणले गर्दाखेरि पनि चाहिँ हुन्छ नि त्यो जनयुद्ध भयो र यो जनयुद्ध भइसके पछाडि पनि चाहिँ हामीले फिल गरेको कुराकानी पनि हो नि उम्, त। उम्, हामीले फिल गरेको कुराकानी पनि चाहिँ हो कि हुन्छ नि वर्गको कुराकानी होस् कि होइन, समावेशिताको कुराकानी होस् कि जुन चाहिँ महिलालाई चाहिँ 33% चाहिँ त्यो आएको कुराकानी होस् कि होइन, धेरै कुराकानीले पनि चाहिँ हुन्छ नि त्यो जनयुद्धको प्रतिफल चाहिँ हो जस्तो लाग्छ क्या। उम्, अहिले म यसरी चाहिँ खुलेर आएर बोल्नु पनि चाहिँ हुन्छ नि मेरो बुवाले चाहिँ सङ्घर्ष गर्नुभएको थियो। उम्, मेरो बुवा आफै पनि शहीद हुनुभयो, उम्, होइन? उम्, उम्, त्यसको प्रतिफल नै म यहाँ आएर चाहिँ म बोलिरहेको छु। मेरो सेक्सुअलिटीको बारेमा चाहिँ म कुराकानी गरिरहेको छु चाहिँ भन्न चाहन्छु क्या। त्यही भएर उम्, चाहिँ हुन्छ नि हरेक हरेक क्रान्ति भनेको चाहिँ केही न केही चाहिँ बोकेरै भइरहेको हुन्छ र त्यो क्रान्तिले चाहिँ केही न केही चाहिँ प्रतिफलहरू, केही न केही चाहिँ परिवर्तन चाहिँ लिएरै आएको हुन्छ। त्यो तपाईँको जुन एउटा हुन्छ नि उद्देश्य लिएर जुन चाहिँ जनयुद्ध सुरु भयो नि माओवादी जनयुद्ध, उम्, त्यसमा चाहिँ हुन्छ नि जसरी जनतालाई बुझाइएको उम्, थियो, जुन एउटा आश राखेको थियो होइन, त्यो चिजहरू चाहिँ पछि जुन सत्तामा उम्, पुगेपछि चाहिँ त्यो माओवादी किनभने त्यतिखेर माओवादी अब यसो हामीले इतिहास पढ्दाखेरि हामी त भर्खर भर्खर जन्मेको थियौँ मेरो केसमा त होइन। तर त्यो पछिबाट त्यो सक्सेस भयो कि भएन जस्तो लाग्छ। त्यो जुन चाहिँ देखाइएको थियो नि यो हामीले यो गर्छौँ, त्यो गर्छ अथवा यो गर्नुपर्छ, त्यो गर्नुपर्छ भन्दाखेरि के त्यो सबै पुरा भयो होला पछि फर्केर हेर्दाखेरि चाहिँ? अब मैले यसमा चाहिँ भन्नुपर्दाखेरि चाहिँ म अब हुन्छ नि माओवादीको त्यो माओवादीको एकदमै एक्टिभ नेता त हो। होइन, कार्यकर्ता त होइन, कुनै उम्, पनि पार्टीमा चाहिँ म आबद्ध छँदै पनि छैन होइन। तर म एउटा शहीद होइन, जो माओवादी जनयुद्धमा चाहिँ नेपालमा चाहिँ जनयुद्ध भयो, जो चाहिँ माओवादीबाट मेरो बुवा हुनुहुन्थ्यो, जो उम्, उहाँ शहीद हुनुभयो। आज शहीदको परिवारको तर्फबाट र शहीदको हुन्छ नि अब मेरो बुवाको साइडबाट हेर्दाखेरि, अब फ्यामिलीबाट हेर्दाखेरि अझै पनि म छोराकै रूपमा चाहिँ उम्, जुन उहाँले लिनुहुन्छ, त्यो साइडबाट हेर्दाखेरि चाहिँ अम, पूर्ण रूपमा चाहिँ परिवर्तन चाहिँ त्यो प्रतिफल चाहिँ भएको म भन्दिनँ। किनपनि भने उम्, मैले अ, मै आफूलाई मात्रै हेर्नु पर्दैन, हेरेर पुग्दैन होइन, मेरो परिवारलाई हेर्न पर्यो होइन। परिवारलाई चाहिँ परिवारको अवस्था हेर्दाखेरि, मेरो मम्मीको अवस्था हेर्दाखेरि होइन, अनि अरू शहीद परिवारहरूको अवस्थाहरू हेरिरहँदाखेरि चाहिँ
मैले त यही त भन्ने हो नि त हो, होइन त, म हो। त ओभरअल हुन्छ नि उहुँ, संरचनाकै कुराकानी गर्ने हो उहुँ, भने त हुन्छ त्यो मलाई अलिकति नलेज नहोला, मैले उहुँ, नदेख्न तर म एज अ शहीद परिवार भइरहेको कारणले गर्दाखेरि चाहिँ अ, पूर्ण रूपमा भएन होइन। त्यो बेलामा चाहिँ उम्, शहीद परिवारहरूलाई चाहिँ रोजगारीको सिर्जना गर्ने भन्ने कुराकानी थियो, उम्, त्यो पनि चाहिँ भएन होइन। शिक्षाको कुराकानीमा हो, मेरो बहिनीले चाहिँ हुन्छ नि शिक्षा पाएको हो, मैले त्यो शिक्षा पनि चाहिँ मैले पाइनँ होइन। उम्, तर मेरो बहिनीले चाहिँ शिक्षा चाहिँ हुन्छ नि पायो पायो किनपनि भने त्यो चाहिँ मेरो बहिनी चाहिँ होस्टेलमै बसेर पनि शिक्षा चाहिँ लियो, तर मैले चाहिँ पाइनँ। अनि त्यो हेरिरहँदाखेरि चाहिँ केही हदसम्म चाहिँ प्रतिफल चाहिँ पायो, उम्, तर फुल्ली रूपमा चाहिँ पाएन चाहिँ भन्न चाहन्छु। उम्। त्यो हुन्छ नि यो तपाईँको राजनीति अस्थिरता हुँदाखेरि, समावेशी नहुँदाखेरि, समानता नहुँदाखेरि यस्तो खालको क्रान्तिहरू चाहिँ आइराख्दो रहेछ हो यसो हो, इतिहास पढ्दाखेरि एकदमै हेर्दा होइन। एकदमै। अब त्यो माओवादीमय भइराख्दाखेरि पनि त्यो आशा जति अपेक्षा राखेको उम्, थियो जनताले त्यो पूर्ण रूपमा पुरा भएन उम्। अथवा केही चेन्जेसहरू पनि आयो उम्, होला होइन। अब त्यसपछि पुरै सबै चिजहरू कम्प्लिट भएको भए सायद फेरि अहिलेको जुन भर्खरै जेनजी आन्दोलन पनि आउन पर्दैन थियो होला हो। होइन। भ्रष्टाचार यस्तो कुरा जस्तै तपाईँको यो माओवादीकै अब जनयुद्धमा तपाईँको 14,000 भन्दा धेरै मान्छेले ज्यान गुमाउनु पर्यो। 17,000 17 सरी 17,000 भनेपछि अब हुन्छ नि अब अहिले फेरि जुन जेनजीले लिएको जुन एउटा नयाँ सरकार अथवा नयाँ आन्दोलन क्रान्तिपछिको जुन एउटा परिवर्तन राजनीति परिवर्तन आएको छ यसमा चाहिँ तपाईँको के छ हुन्छ नि बुझाइ अथवा तपाईँले कसरी हेरिराख्नु भएको छ यसलाई चाहिँ? यसमा चाहिँ बिचमा गएर यसले चाहिँ तपाईँलाई हुन्छ नि समावेशी भनौँ न समानता हुन्छ नि यसले छाउँछ कि छाउँदैन जस्तो लाग्छ? अझ विशेष गरी अ, हाम्रो समुदायलाई चाहिँ ल्याउँछ कि ल्याउँदैन जस्तो लाग्छ? मलाई अब अलिकति हुन्छ नि समानता समावेशिताको कुराकानी गर्दाखेरि अहिले यो जेनजी आन्दोलन पछाडिको गभर्मेन्टलाई हेर्दाखेरि चाहिँ हुन्छ नि म त्यस्तो फ्यान त होइन, तर उहुँ, उहाँले अलिक हुन्छ नि न्युजहरू हेरिरहँदाखेरि चाहिँ हाम्रो प्रचण्डजीले चाहिँ उहुँ, भन्नुहुन्छ होइन। उहुँ, अब यो सबै जतिजना पनि आउनु भएको छ, जति पनि परिवर्तन भएको छ, त्यो भनेको चाहिँ त्यो 10 वर्ष जनयुद्ध पछाडिकै परिवर्तन हो। जतिजना उहुँ, नेताहरू पनि आउनु उहुँ, भएको छ, जतिजना पनि चाहिँ हुन्छ त्यो इमर्ज भएको छ नि त होइन। उहुँ, त्यो भनेको चाहिँ यो गणतन्त्रकै हुन्छ नि, गणतन्त्रकै फुलहरू हो, उहुँ, गणतन्त्रकै कोपिलाहरू हो भनेर भन्नुहुन्छ नि। मलाई पनि त्यस्तै लाग्छ। हुन्छ जति उहुँ, पनि यो गभर्मेन्टहरू आयो, जेनजी आन्दोलन अब जुन भयो ओर्यो होइन, गभर्मेन्टहरू आयो, यो सबै भनेको पनि चाहिँ हुन्छ नि त्यही गणतन्त्र पछाडि नै आएको कुराकानी चाहिँ हो कि। उहुँ, गणतन्त्र पछाडि नै आएको समावेशिताको कुराकानी भयो होइन। हाम्रो चाहिँ हुन्छ नि विविधताको कुराकानी भयो, जो सङ्घीय संरचनाको कुराकानीहरू भयो, जति पनि कुराकानीहरू छ, त्यो सबै नै हुन्छ नि गणतन्त्र पछि नै आयो। र अहिलेको सरकारलाई हेर्दाखेरि चाहिँ अब म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकबाट पनि चाहिँ बिलोङ भएको कारणले गर्दाखेरि चाहिँ अहिलेको सरकारमा चाहिँ जो अहिलेको सरकार अब राष्ट्रिय स्वतन्त्र पार्टी छ, जुन राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ जुन तरिकाले चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई चाहिँ एकदमै हाइलाइट गरेर चाहिँ आफ्नो म्यानिफेस्टो घोषणापत्रमा पनि समावेश गर्नुभएको छ। इभन त्यो पार्टीबाट चाहिँ हाम्रो अहिले सरकारमा चाहिँ समानुपातिकमा चाहिँ भूमिका श्रेष्ठ जस्तो जस्तो व्यक्ति पनि चाहिँ अहिले प्रतिनिधित्व गरेर चाहिँ त्यहाँ अब संसदमा चाहिँ हुनुहुन्छ। त्यो हेर्दाखेरि चाहिँ अब आशा त मार्नु भएन होइन। आशा भन्ने कुराकानी चाहिँ अब हरेकले लिनुपर्छ चाहिँ भन्न चाहन्छु। अब निराशा भइरहँदाखेरि चाहिँ आशा चाहिँ मार्नुहुन्न भनेर चाहिँ भन्न उहुँ, चाहन्छु। र त्यो हेरिरहँदाखेरि चाहिँ डेफिनेटली केही न केही चाहिँ गर्छन्, केही न केही चाहिँ गर्छन्। हामी चाहिँ अहिले जति पनि अधिकार पाएको छौँ, त्यो अधिकारभन्दा पछाडि चाहिँ धकेलिँदैनौँ। उहुँ, हामी स्टिल अगाडि चाहिँ जान्छौँ होला। तर अब त्यो स्टिल अगाडि जाँदाखेरि चाहिँ त्यो रफ्तारमा चाहिँ अब त्यो हुन्छ नि एक तरिकाको त्यो स्पिड भनेर भन्छ नि होइन, उहुँ, त्यो रफ्तारमा चाहिँ नगए पनि चाहिँ हामी पछाडि चाहिँ जाँदैनौँ भनेर चाहिँ भन्न चाहन्छु। तर अब त्यही कुराकानी गरिरहँदाखेरि चाहिँ अब हाम्रो यो अहिलेको सरकारले चाहिँ अब 100 दिनमा चाहिँ के गर्ने त 100 वटा कामहरू भन्ने कुराकानीहरू गरिरहँदाखेरि चाहिँ अब त्यहाँ चाहिँ एक तरिकाले चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई चाहिँ समावेश गरिएको छैन। अब उहुँ, त्यसमा चाहिँ यो एक तरिकाले भनिएको छ कि अब दलित समुदाय र एकदमै ऐतिहासिक रूपमा चाहिँ सीमान्तकृत भएको समुदायहरूसँग चाहिँ माफी माग्ने, उनीहरूको चाहिँ अब हकहितको लागि होइन संरचना गर्ने कुराकानी भनिएको छ। अब त्यसमा अब यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पनि पर्छ कि पर्दैन भन्ने कुराकानी चाहिँ हो है। तर मलाई लागेको चाहिँ बिचमा कुरा उम्, नि जस्तै यसमा अब दलित समुदायसँग त हुन्छ नि माफी उम्, माग्यो एकदमै जाहेज छ उम्, त्यो होइन त्यो गर्नु पर्थ्यो त्यो हुनु पर्थ्यो एकदमै राम्रो कुरा हो तर
मलाई लाग्छ हाम्रो समुदायलाई चाहिँ मेन्सन गरेको छैन त्यसमा चाहिँ। माफी सीमान्तकृत सबै भनेर अरूलाई पनि छैन जस्तो लाग्छ मलाई चाहिँ, अँ, मैले देखेअनुसार। उहाँहरूले चाहिँ अब हुन्छ नि एक तरिकाले चाहिँ दलित समुदाय भनेर चाहिँ मेन्सन गर्नुभयो। गर्नु तर अब हुन्छ नि त्यसमा चाहिँ अर्को छुट्टै अब उहाँहरूको चाहिँ एउटा ब्रोड टर्ममा चाहिँ ऐतिहासिक रूपमा चाहिँ पिछाडी परिएको होइन सीमान्तकृत भइसकेको अल्पसङ्ख्यक भनिसके पछाडि चाहिँ अब हामीले चाहिँ के विचार गरौँ भन्दाखेरि चाहिँ त्यो ऐतिहासिक रूपमा चाहिँ पिछाडी परिएको भनिसके पछाडि पनि चाहिँ पिछाडी परिएको भन्दैरहँदाखेरि चाहिँ अब त्यो ऐतिहासिक रूपमा पिछाडी परिएको चाहिँ हामी पनि हो, अपाङ्गता भएका व्यक्तिहरू पनि हो, मधेसका व्यक्तिहरू मधेसका समुदायहरू पनि चाहिँ हो होइन, अरू इन्टरसेक्सनल आइडेन्टिटीहरू लिएको जो चाहिँ सीमान्तकृत समुदायहरू छ उहाँहरू पनि हो भनेर चाहिँ अब त्यसरी चाहिँ बुझौँ होइन त। ओके, मिलाएर बुझ्नु पर्यो अँ, यसो। ओके, ओभरअलमा अस्ति भर्खरै मैले एउटा यो ठ्याक्कै मैले पनि त्यो सोसियल मिडियामा कहीँ सेयर गरिरहेको थिएँ कि यो कुरा चाहिँ, जस्तै तपाईँको अहिले राजसभाले एउटा समावेशी समानताको कुरा गरिराख्दाखेरि गर्यो, राम्रो, यो त हाम्रो लागि एकदमै ठुलो अचिभमेन्ट हो होइन। त्योसँगै अस्ति भर्खरै तपाईँको महिलाहरूको लागि विशेष भनेर ब्लू यो के भन्छ अरे पब्लिक भेहिकल फ्रीमा गर्ने भन्नुभयो। त्यसमा तर महिलाभित्रको विविधतालाई त्यसमा छ कि छैन होइन, अपाङ्ग मैत्री छ कि छैन भन्ने कुराहरू चाहिँ मलाई अलिकति उ भइरहेको थियो। किनभने त्यहाँ फेरि अब महिला त महिला, हाम्रो ट्रान्सहरू पनि त कतिजना महिलामा छ होइन, अब अन्य लिङ्गीको छ होला। किनभने महिलालाई त लु संविधानमा लेखिएर मात्रै भए पनि, देखाउनुको लागि मात्रै भए पनि त्यति अब त व्यावहारिक रूपमा छैन, फाल्टै ठाउँमा छ, तर 33% भए पनि देखाएको छ। हरेक चिजमा काहीँ न काहीँ त ठाउँहरू स्पेसहरू दिएको छ नि त होइन। सभामुख भयो भने उपसभामुख अर्को लैङ्गिक पहिचान भएको हुनुपर्छ भन्दै गर्दाखेरि हाम्रो समुदायलाई चाहिँ त्यसमा पनि मैले यो भनिरहेको थिएँ कि अब त्यसमा हाम्रो तेस्रो लिङ्गी महिलाहरू छ कि छैन होइन, पारालिङ्गी महिलाहरूलाई समेटेको छ कि छैन भन्ने यस्तो यस्तो सानो कुराहरूमा चाहिँ तपाईँको कतिको हेरिराख्नुहुन्छ त्यो सानो चिजहरूलाई चाहिँ। एकदमै इम्पोर्टेन्ट कुराकानी होइन। अनि मलाई चाहिँ हुन्छ नि कहिलेकाहीँ चाहिँ यो जुन चाहिँ कुरा अब यो पहिला अब हाम्रो प्र्याक्टिसमा छ नि त होइन, अब हुन्छ नि तपाईँले पनि मेन्सन गर्नुभयो होइन, सभामुख चाहिँ पुरुष छ भने चाहिँ उपसभामुख चाहिँ महिला हुनुपर्छ, मेयर चाहिँ पुरुष छ भन्दा चाहिँ उपमेयर चाहिँ महिला हुनुपर्छ। यो जुन तरिकाको एक तरिकाको अभ्यास छ, जुन तरिकाको चाहिँ एक तरिकाले म्यान्डेटरी नै बनाएको थियो नि त होइन, यो बनाउनु पनि चाहिँ कहीँ कतै चाहिँ हुन्छ नि मलाई चाहिँ अलिकति यो बाइनरी लेन्सबाट चाहिँ हामीले बनाइरहेको छौँ। किन चाहिँ महिला चाहिँ मेयर चाहिँ बनाउनु नहुने होइन, किन चाहिँ महिला चाहिँ सभामुखहरू नहुने, किन चाहिँ महिलालाई चाहिँ उपमेयरमै सीमित गर्ने भन्ने कुराकानीहरू चाहिँ म कहिलेकाहीँ सोध्छु। अनि महिलाभित्रकै विविधतालाई हेर्दाखेरि चाहिँ महिलाभित्र पनि चाहिँ त्यो समलिङ्गी महिलाहरू, पारालिङ्गी, तेस्रो लिङ्गी महिलाहरू चाहिँ कहाँ हुनुहुन्छ होइन, बाइसेक्सुअल महिलाहरू चाहिँ कहाँ हुनुहुन्छ होइन, अपाङ्गता भएका महिलाहरू, मधेसका महिलाहरू, दलित महिलाहरू चाहिँ कहाँ हुनुहुन्छ, उहाँहरूलाई चाहिँ हुन्छ नि एकै तरिकाको ट्रिट गरेर भयो त होइन, हुँदैन नि त होइन। एकै तरिकाको त हुन्छ नि, एकै तरिकाको अप्रोच नहुन सक्छ होइन। एउटा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आइडेन्टिटी लिएको महिलाहरूलाई छुट्टै तरिकाको अप्रोच हुनसक्छ, छुट्टै तरिकाको सेवा सुविधाहरू होइन, एक तरिकाले चाहिँ योजनाहरू छुट्टै गर्नुपर्ने हुन्छ। त्यो भइरहँदाखेरि चाहिँ अब मेरो आशा चाहिँ के छ भन्दाखेरि चाहिँ अहिलेको सरकारमा चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पनि चाहिँ प्रतिनिधित्व गरेर चाहिँ एकजना खुलेर जानुभएको व्यक्ति हुनुहुन्छ, एमपी हुनुहुन्छ होइन, भूमिका दिदी। अब त्यहाँ नखुल्ने व्यक्तिहरू त धेरै होलान् होइन, धेरै होला, तर एटलिस्ट खुलेर जानुभएको व्यक्ति हुनुहुन्छ। उहाँले चाहिँ केही मात्रामा चाहिँ यो सरकारलाई चाहिँ एक तरिकाले चाहिँ समावेशीमूलक होइन योजनाहरू बनाउँदाखेरि होइन त्यसमा चाहिँ सहयोग गर्नुहुन्छ होला भन्ने चाहिँ मेरो अपेक्षा छ। ओके, अहिले तपाईँको जस्तै हाम्रो समुदायबाट के प्रतिनिधित्व गरेर गइराख्दाखेरि के छ भन्दाखेरि अहिले तपाईँ बाइनरीको लेन्सबाट हेरेर हामी गइरहेको छौँ। कहीँ कतै हाम्रो समुदायमा हामी पनि धेरै चाहिँ बाइनरीबाट नै बढी इन्फ्लुएन्स भएको छौँ, त्यही चिजहरूलाई हामी बढी हुन्छ नि लिइरहेको छौँ भन्ने कुरामा कहीँ कतै हाम्रो समुदाय पनि साँच्चीकै नै त्यो पितृसत्ताबाटै हामी इन्फ्लुएन्स भइरहेको छौँ। जस्तै फर इक्जाम्पल अब कसैलाई नाम मेन्सन नगरौँ, तर हाम्रो समुदायलाई पनि महिला पुरुष भन्ने जुन बक्समै हामी बस्न किन रुचाउँछौँ। जस्तै फर इक्जाम्पल म आफूलाई नन बाइनरी ट्रान्स भनिराख्दाखेरि मैले अहिले अब भनेको पछि चेन्ज गर्छु भनेर फाल्टै मलाई थाहा छैन, तर अहिलेसम्म मलाई आफ्नो नाम पनि कम्फर्टेबल छु जे छ त्यसमै। म दारी जुङ्गामै पनि कहिलेकाहीँ पहिले मेकअपमै हिँड्थेँ होइन, किनभने मलाई त्यो मन पर्दैन, अथवा मेरो कम्फर्ट जोन जसरी मलाई कम्फर्टेबल लाग्यो। कहीँ कतै हामी हुन्छ नि त्यो बाइनरीबाटै हामी इन्फ्लुएन्स भइरहेको छौँ। जस्तै फर इक्जाम्पल तपाईँको महिला र पुरुषकै किन नागरिकता भन्ने कुरा पनि अहिले डिबेट भइरहेको छ, के दिने भन्ने पनि यो सरकारको पनि एउटा कन्फ्युजमा छ, डिबेट भइरहेको छ। तपाईँलाई चाहिँ के लाग्छ हुन्छ नि हामी
आफ्नै अथवा फाल्टै पहिचान बनाउनुपर्छ अथवा त्यो पहिचानभित्रको विविधतालाई छुट्याएर राख्नुपर्छ अथवा हामी ठिक छ बाइनरी आफ्नो फ्रिडम राइट्स अँ, भनेर त्यो बाइनरीमै हामी बक्समै अटाउने के गर्ने कि तपाईँलाई के लाग्छ? यो चाहिँ एकदमै धेरै इम्पोर्टेन्ट कुराकानी पनि हो। यो अहिले चाहिँ उम्, एलजिबिटिआइक्यू मुभमेन्टमा नै एक तरिकाले चाहिँ डिस्कसन भइरहेको होइन, उम्, डिस्कसन हुनुपर्ने कुराकानी नै हो। म चाहिँ एकदमै अब आफूले आफूलाई चाहिँ अलिकति लिबरलको रूपमा परिचित गराउँदाखेरि चाहिँ हामी सबैजना हामी यही नेपाली समाजमै बस्ने हो। उम्, यो समाजमै बसिरहँदाखेरि चाहिँ एउटा पितृसत्तात्मक समाजमा चाहिँ बसिरहँदाखेरि चाहिँ हामीमा पनि चाहिँ पितृसत्ता भन्ने कुराकानीहरू चाहिँ छ। उम्, तर यो भइरहँदाखेरि चाहिँ कुनै पनि व्यक्ति होइन योनि तथा लैङ्गिक अल्पसंख्यकमा कुनै पनि अब सपोज एक्जाम्पल ट्रान्स वुमनले चाहिँ आफूले आफूलाई चाहिँ महिला भनेर चाहिँ पहिचान गर्छ र महिलाकै नागरिकतामा लिन्छ भने चाहिँ म चाहिँ के विश्वास गर्छु भन्दाखेरि चाहिँ यो चाहिँ इन्डिभिजुअल चोइसेसको उम्, कुराकानीहरू पनि हो कि उम्, उम्, होइन, व्यक्तिको चाहिँ हुन्छ नि चोइसको कुराकानी पनि हो कि म आफूले आफूलाई चाहिँ के भनेर पहिचान गर्ने भन्ने कुराकानी उम्, होइन। उम्, मलाई म चाहिँ आफूले आफ्नो लैङ्गिक पहिचान के भन्छु र आफूलाई चाहिँ के पहिचान गर्छु भन्ने कुराकानी ऊ नितान्त उसको व्यक्तिगत कुराकानी हो नि त। उम्, हामी त हुन्छ नि सदियौँदेखि चाहिँ त्यो राज्य सत्तासँग यो समाजसँग लडेर आएको हो नि त होइन। उम्, उम्, हामीलाई चाहिँ महिला र पुरुषभन्दा बाहेकका उम्, जेन्डर आइडेन्टिटी पनि हुन्छन् होइन। स्ट्रेट अब हुन्छ नि एउटा हेट्रोसेक्सुअल भन्दाखेरि भिन्न अब हुन्छ नि अरू पनि चाहिँ सेक्सुअल ओरिएन्टेसन हुन्छन् भनेर चाहिँ हामी त्यो सङ्घर्ष गरेर चाहिँ राज्यसँग जुधेर चाहिँ आइरहेको अवस्थामा चाहिँ उम्, अहिले आएर चाहिँ हुन्छ नि मैले चाहिँ कुनै पनि व्यक्तिलाई चाहिँ तँ चाहिँ फेरि बाइनरीमै किन गइस् भनेर भन्न मिल्दैन। बाइनरीमा यदि बाइनरी भन्ने कुराकानीहरू पनि चाहिँ हुन्छ नि नराम्रो पनि होइन नि त होइन, उम्, नराम्रो पनि होइन नि त। यदि कसैले चाहिँ हुन्छ नि त्यही बाइनरीभित्र चाहिँ आफूले आफूलाई चाहिँ कम्फर्टेबल ठान्छ, आफूले आफूलाई चाहिँ सुरक्षित ठान्छ भने त त्यो त उम्, उसको चोइस र उसको अधिकारको कुराकानी हो उम्, नि त। र हामी हामी आज एक्टिभिस्ट भइसके पछाडि चाहिँ हामीले चाहिँ त्यसलाई सम्मान गर्न चाहिँ सिक्नुपर्छ है। उम्, उसको 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 सुजमा हुन्छ नि एउटा इम्प्याथेटिक लेन्सबाट हेर्दाखेरि चाहिँ उसको अवस्थामा बसेर चाहिँ हामीले चाहिँ हेर्नुपर्छ होइन। उम्, ना कि हुन्छ नि हामीले चाहिँ अब तिमी चाहिँ फेरि बाइनरीमै गयो बाइनरी पनि चाहिँ हुन्छ नि एक तरिकाले मैले अघि पनि भनेँ उम्, नराम्रो पनि होइन नि त होइन। उम्, अनि जो व्यक्ति चाहिँ हुन्छ नि म जस्तो जो व्यक्ति जो चाहिँ त्यो बाइनरी लेन्समा चाहिँ हुन्छ नि बाइनरी त्यो बक्समा चाहिँ चाहँदैन, अब तिमी जस्तो व्यक्ति जो चाहिँ हुन्छ नि अब उम्, बाइनरी बक्समा अटाउनु चाहँदैन भने त हुन्छ नि त्यो पनि चाहिँ एक तरिकाले चाहिँ अब हामीलाई पनि चाहिँ हुन्छ नि एक तरिकाले सम्मान गर्नुपर्छ भन्ने चाहिँ चाहन्छु। र उम्, हामी चाहिँ यही नै हो, हामी समुदायभित्र चाहिँ धेरै धेरै तरिकाको चाहिँ विविधता पनि छ र त्यो विविधता चाहिँ हाम्रो सोचमा पनि छ, हाम्रो लबाइ-खबाइ पनि छ, हाम्रो कसरी पहिचान गर्ने भन्ने कुराकानीहरूमा पनि छ के। यो विविधतालाई चाहिँ हामीले चाहिँ हुन्छ नि चिन्न सक्नुपर्ने हुन्छ, ना कि उम्, एकअर्कालाई चाहिँ खुट्टा तान्ने, एकअर्कालाई चाहिँ हुन्छ नि तँ त यस्तो उस्तो भनेर चाहिँ एक तरिकाले समुदायभित्र नै द्वन्द्व उत्पन्न गर्नु भन्दाखेरि उम्, पनि चाहिँ। जस्तै एउटा एक्जाम्पल हुँ, जस्तै तपाईँको एउटा नन बाइनरीको हुँ, कुनै एउटा स्पेस आयो नन अँ, बाइनरीको लागि भनेर होइन अनि अब जस्तो फर इक्जाम्पल म बाइनरीको बक्समा गएँ होइन म जे भए पनि म बाइनरीको बक्समा बसिरहेको छु हुँ, नन बाइनरीको एउटी कुनै हुन्छ नि स्पेस आयो भने त्यो फेरि तपाईँ हुन्छ नन बाइनरी भनिरहेको मान्छे अथवा बाइनरी भनिरहेको मान्छे त्यो नन बाइनरीको स्पेस लिनु गयो भने त्यसलाई भन्नाले कसरी बुझ्नुहुन्छ त्यसो यदि त्यस्तो भयो भने चाहिँ कुनै टाइममा तपाईँलाई यस्तो भयो अरे कि हुन्छ नि ल नन बाइनरी र बाइनरी हुँ, म जे भए पनि म नन बाइनरीमा बसिरहेको छु म बाइनरीमा बसिरहेको छु हुँ, नन बाइनरीको स्पेसमा त्यो मेरो हो अथवा म लिन्छु भन्यो भने त्यसलाई चाहिँ कसरी लिनुहुन्छ जस्तै अहिले कस्तो छ भने हाम्रो कम्युनिटीको कसरी यो कुरा आएको भने हुँ, हाम्रो कम्युनिटीको अब जस्तै होमोफोबिक बाहिरको मान्छे बाइनरी मान्छेहरू मात्रै हुन्छ भन्ने हुँदैन नि त होइन हो, नन बाइनरीभित्र पनि यो कम्युनिटीभित्रै नै छ होइन हुँ, कतिपय चिजहरू त त्यस्तो हुँदाखेरि चाहिँ कहिलेकाहीँ चाहिँ यति होमोफोबिक यति टक्सिक त्यो मान्छे हुँ, भइरहेको हुन्छ तर फेरि भित्र चाहिँ ऊ फेरि त्यही कम्युनिटीको मान्छे भइरहेको हुँ, हुन्छ कि हुँ, कुनै कुनै यस्तो हुँ, यस्तो मान्छेहरू मैले धेरै देखेको छु अनि फेरि उनीहरूलाई फेरि कुनै स्पेस आयो भने चाहिँ त्यही मान्छेहरू फेरि आएर लिन्छ कि हुन्छ नि नो नो मैले लिनुपर्छ भनेको जस्तै अर्को कुरा म यो हुन्छ नि धेरै संस्थाहरूमा काम गरिराख्दा पनि म के भन्थेँ भने यदि हाम्रो समुदायमाको लागि स्पेस आएको हो भने हुँ, होइन यो कम्युनिटी बेस्ड अर्गनाइजेसन्स हो भने फर्स्ट प्रायोरिटी र हुनुपर्ने हुँ, भनेको यदि त्यो मान्छे योग्य छैन भने पनि बनाउने जिम्मेवारी संस्थाको हो हुँ, त्यो योग्य बनाउनुपर्छ र त्यो मान्छेलाई स्पेस दिनुपर्छ भन्ने मेरो मेरो मलाई लाग्छ मेरो सिद्धान्तमा अँ, त्यो पर्छ भनेदेखि तपाईँको चाहिँ के छ त्यो बुझाइ हुन्छ नि त्यहाँ सरगर्ल हुनुपर्छ किन भने
भन्दैछु भने मैले जस्तै हाम्रो नन बाइनरीलाई किनभने त्यो बाइनरीको स्पेस छ भने हामीलाई दिइँदैन नि त, दिएको छैन नि त अहिलेसम्म। उम्, उम्, भन्दाखेरि अब फेरि हाम्रै विदिन कम्युनिटी तपाईँको बाइनरी बक्समा गइरहेको छ अनि फेरि नन बाइनरी स्पेस चाहिँ लिन आइरहेको हुन्छ। अपर्च्युनिटी भनौँ न भन्दाखेरि। यसमा चाहिँ के छ तपाईँको? के उम्। भन्नुहुन्छ यसमा चाहिँ? अब यसमा चाहिँ हुन्छ नि अम, एक तरिकाले अब हेर्दाखेरि चाहिँ हुन्छ नि म चाहिँ अब मलाई चाहिँ अब मेरो एक्सपिरियन्स जुन समुदायलाई हुँ, मैले हेरिरहेको छु हुँ, त्यो चाहिँ मेरो छुट्टै नै छ होइन। हुँ, अब यो चाहिँ हुन्छ नि एक तरिकाले चाहिँ बाइनरी र नन बाइनरीको कुराकानी चाहिँ अलिकति होइन जस्तो लाग्छ। हुँ, यो त एउटा समुदायको हुँ, कुराकानी हो नि त हुँ, होइन, हुँ। समुदायको एलजिबिटिआई प्लस समुदायको चाहिँ अवसर र अपर्च्युनिटीको हो, कुराकानी त हो, गर्नुभएको हो नि त हो, होइन त। हो। अवसर र अपर्च्युनिटीको कुराकानी गरिरहँदाखेरि चाहिँ यदि कसैलाई पनि चाहिँ अवसर र अपर्च्युनिटी चाहिँ समुदायको लागि भनेर आउँछ भने चाहिँ हरेक समुदायभित्रको पनि चाहिँ हुन्छ नि धेरै पहिचानहरू छ नि त होइन। हुँ, सबैजनालाई चाहिँ समेटिनु पर्छ जस्तो चाहिँ लाग्छ। अनि हुँ। अर्को कुराकानी चाहिँ तपाईँको अब हुन्छ नि तपाईँले कुराकानी गरिरहँदाखेरि चाहिँ मैले चाहिँ अलिकति अब अलिकति बुझेअनुसार चाहिँ अब अलिक धेरै नै बुझ्छु बुझौँ भनेर चाहिँ मैले के बुझेँ भन्दाखेरि चाहिँ होइन अब जसले चाहिँ आफूले आफूलाई चाहिँ अब हुन्छ नि बाइनरीभित्र नै महिला र पुरुष भनेर नै गर्छ तर चाहिँ अब अधिकारहरू अवसरहरू चाहिँ एलजिबिटिआइक्यूको अवसरहरू चाहिँ लिन्छ भन्ने कुराकानी नै त हो नि फेरि होइन यो त। तपाईँले भन्छ नि अँ, यो मैले तपाईँको अँ, सेसनहरू धेरै लिएको छु होइन, त्यसमा चाहिँ तपाईँले भन्छ नि बाइसेक्सुअलको टर्ममा चाहिँ 2टा हातमा लड्डु भनेर एक्जाम्पल दिन्छ नि। अँ, त्यसरी भन्नाले मैले भन्नु खोजेको चाहिँ कसैलाई हुन्छ नि हाम्रो कमिटीभित्र नि कति अझ हुन्छ नि एकदमै धराशय अवस्था भएको व्यक्तिहरू छ उम्, होइन, जसलाई चाहिँ साँच्चीकै नै अवसरको खाँचो छ उम्, होइन। उसको जस्तै तपाईँको प्रिभिलेज ब्याकग्राउन्ड एकदमै लो हुन्छ, उसले राम्रोसँग पढ्न पाइरहेको हुँदैन, के हुँदैन किनभने त्यो तपाईँको अरू एकदमै प्रिभिलेज ब्याकग्राउन्डबाट आएको मान्छेहरूसँग ऊ कम्पिटिसन गर्न सक्दैन नि त अँ, इक्विटीको कुरा उम्, गरिराख्दाखेरि होइन। अनि त्यसमा चाहिँ कहिलेकाहीँ मलाई चाहिँ किन यो खड्किएको भने मैले प्र्याक्टिकली यो ग्रास लेभलमा गएर देखेको छु क्या यो चिजहरू चाहिँ। जस्तै तपाईँको अब यताको हात पनि उहिले नै पाउने भयो अँ, प्रिभिलेजबाट, अब यता तपाईँको नन बाइनरीमा आयो भने उसले त किनभने ऊ त एकदमै कम्पिटिसन गर्न ऊ त अँ, सक्छ नि त होइन, ऊ पो उम्, सक्दैन त भन्दाखेरि ऊ यता पनि गर्दाखेरि त्यो तल परेको मान्छे चाहिँ जहिले पनि तलै परिराख्यो कि अँ, अहिलेसम्म पनि। त्यो भएर अँ, चाहिँ यो ठ्याक्कै मैले तपाईँलाई कुरा हो, लिएको। हो। अब हाम्रो एलजिबिटिआइक्यू मुभमेन्टभित्र पनि चाहिँ हुन्छ नि त्यो त्यो अछुतो छैन होइन। हुँ, अवसर लिनेले लेको हुँ, नै गरिरहेको हुँ, गरिरहेको अवस्था छ। हुँ, जो व्यक्ति चाहिँ हुन्छ नि अब अवसर लिइराखेको नै हुँ, अवस्थाहरू चाहिँ छ होइन। हुँ, अब तपाईँले अब हामी आज हुन्छ नि सिभिल सोसाइटी अर्गनाइजेसन भइसके पछाडि, आज एक्टिभिस्ट भइसके पछाडि चाहिँ हामीभित्र पनि विविधता छ। हामीभित्र पनि चाहिँ डबल, ट्रिपल हुँ। मार्जिनलाइज परेको हो, हो, व्यक्तिहरू छ हो। नि त होइन। हुँ, उनीहरूलाई चाहिँ अवसर चाहिँ कसरी पुर्याउने, उनीहरूलाई चाहिँ अवसर कसरी दिने भन्ने कुराकानीहरू चाहिँ हामीले चाहिँ हुँ, सोच्नुपर्छ। यो हुँ, भनेको कुराकानी चाहिँ अब हामी आफैले नै अब हुँ, आज अर्गनाइजेसनबाट छ भने चाहिँ अर्गनाइजेसनको पोलिसी कस्तो छ, हुँ, अर्गनाइजेसनभित्र चाहिँ कुन तरिकाले चाहिँ कामहरू भइरहेको छ र हुँ, अर्को कुराकानी इम्पोर्टेन्ट कुराकानी चाहिँ तपाईँ हामीले नै हो फेरि हुँ, खबरदारी पनि गर्ने कि हुँ, यस्तो भइरहेको छ भने चाहिँ हुन्छ नि ल है यो व्यक्तिले चाहिँ यो समुदायको व्यक्ति चाहिँ अझै डबल मार्जिनलाइज हुँ, परेको छ, यो व्यक्तिलाई चाहिँ अझै आवश्यकता पर्नेछ भनेर चाहिँ हामीले नै हुन्छ नि क्वेसन पनि गर्नुलाई चाहिँ आवश्यकता पर्नेछ। अब हरेक हुन्छ नि समुदायभित्र चाहिँ यो तरिकाको हुन्छ नि भेदभावहरू यो हुँ, तरिकाको प्र्याक्टिसहरू चाहिँ छ र हुँ, हामी पनि चाहिँ अछुतो चाहिँ छैन र हुँ। यसलाई चाहिँ तपाईँ र हामी नै मिलेर चाहिँ हामी चाहिँ अगाडि चाहिँ बढ्नु चाहिँ पर्ने हुन्छ है। ओके। जस्तै अब यो समुदायको कुरा गरिराख्दाखेरि धेरै विकृति, विसङ्गतिहरू पनि छ उम्, तपाईँले उम्, भनेको जस्तै हामीले त्यो चिजलाई एक्सेप्ट गर्नुपर्छ भएको हो। चिजलाई होइन। अब जस्तै तपाईँको यो बोर्डर साइडमा हाम्रो कम्युनिटीको केही कुनै उसले अँ, तपाईँको त्यहाँ चाहिँ एकदमै ड्रग्सहरूमा फँसिरहेको अँ, अथवा यही काठमाडौँमा पनि, अन्यमा पनि अथवा चोरी, स्क्याम के जस्ट यो अँ, फैलिरहेको राख्दाखेरि अनि फेरि तपाईँको अहिले काहीँ तपाईँले देख्नु पनि हुन्छ होला यो हिजरा कल्चरमा एकदमै धेरै झगडा उम्, भइरहेको उम्, हुन्छ। अनि यो चिजहरू यो विकृति विसङ्गति काहीँ कतै भइराख्दाखेरि चाहिँ तपाईँको यो नेपालको राजनीति स्थिरता नहुँदाखेरि अनि राजनीति चाहिँ अलिकति विभेदकारी हुँदाखेरि उम्, त्यही चिजहरूले भयो जस्तो लाग्छ कि के तपाईँको अरू कुनै के कारणले भइरहेको छ कि अथवा जस्ट यो हामीले चाहिँ यो तपाईँको राजनीतिमा हाम्रो राम्रोसँग व्यवस्था उम्, नभएर भन्ने हामीले उम्, एक्सक्युज बनाइरहेको छौँ कि साँच्चीकै नै यो राज्यले विभेद गरेर चाहिँ यो सृजना भइरहेको छ जस्तो लाग्छ तपाईँलाई? एब्सोल्युटली हुन्छ नि सर्वप्रथम त राज्य नै हो हुँ, यो सरकार नै हो कि हुन्छ नि आफ्नो
जनतालाई चाहिँ उम्, जनताभित्रको विविधतालाई हेरेर चाहिँ जनतालाई चाहिँ कसरी चाहिँ मार्गनिर्देशन गर्ने, जनतालाई उम्, चाहिँ कतिको सुखी बनाउने, कतिको सम्पन्न बनाउने भन्ने कुराकानी त राज्यले पनि चाहिँ सोच्नुपर्छ। उम्, र राज्यले चाहिँ हुन्छ नि जुन तरिकाले चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई चाहिँ अपहेलना गरेको छ, उपेक्षा गरेको छ होइन, उम्, त्यसको परिणाम नै यही हो के। त्यसको उम्, परिणाम नै अहिले चाहिँ जुन तपाईँले चाहिँ मेन्सन गर्नुभयो, उम्, अहिले चाहिँ समुदायभित्र पनि विकृतिहरू छ भन्ने उम्, कुराकानीहरू चाहिँ छ। त्यो परिणाम भनेकै हुन्छ नि राज्यबाट जति पनि अपहेलित भयो, उपेक्षा भयो, त्यसको परिणाम नै अहिले चाहिँ यिनीहरू नै हो जस्तो चाहिँ मलाई चाहिँ लाग्छ क्या। उम्, जबकि अझै पनि चाहिँ म मेरो समुदायलाई हेरिरहँदाखेरि चाहिँ हाम्रो समुदायमा चाहिँ कतिजना व्यक्तिहरू चाहिँ एकदमै पढे-लेखेको होइन, एकदमै पढे-लेखेको, एकदमै अ, एक उम्, तरिकाले चाहिँ प्रिभिलेज अनि अ, एक तरिकाले चाहिँ छ भन्ने कुराकानी चाहिँ हामीले हेर्दाखेरि त हामी त हातैमा पनि गन्छौँ नि त होइन? उम्, हातैमा पनि ग ग गन्दिन सक्छौँ नि त। उम्, गन्दिन उम्, सकिराख्ने अवस्थामा चाहिँ हामी आफैले नै सोचौँ कि हाम्रो समुदायको व्यक्तिहरूलाई चाहिँ उम्, राज्यबाट चाहिँ अलिकति हुन्छ नि एजुकेसनमा चाहिँ क्वालिटी एजुकेसनमा चाहिँ के कस्तो इन्भेस्टमेन्ट छ त होइन त? उम्, अहिले हाम्रो स्कुलहरू, विद्यालयहरू, कलेजहरू हेर्ने हो भने पनि चाहिँ हुन्छ नि कतिको चाहिँ एलजिबिटिआइक्यू फ्रेन्डली छ त? उम्, कतिको चाहिँ म एज अ यौनिक तथा लैङ्गिक उम्, अल्पसङ्ख्यक समुदायबाट भइसके पछाडि चाहिँ मलाई चाहिँ कलेजमा गएर चाहिँ स्कुलमा गएर चाहिँ पढौँ मन लाग्छ त होइन? उम्, तपाईँले पनि त्यो उम्, तपाईँले पनि अनुभव गरेर आउनुभएको उम्, होला। मैले पनि चाहिँ हुन्छ नि स्कुल कलेजमा चाहिँ हुन्छ नि त्यो बुलिङको मैले फिल सिकार गरेको, मैले पनि वासरुम जाँदाखेरि चाहिँ त्यो विभेद चाहिँ मैले फिल उम्, गरेको होइन। इभन सर मिसहरूबाट पनि चाहिँ त्यो विभेदको मैले चाहिँ फिल गरेको र साँच्चै हुन्छ नि राज्यले त्योतर्फ ध्यान दिएको छ त? होइन? यो समुदायका व्यक्तिहरूलाई पनि चाहिँ दक्ष जनशक्ति बनाउनको लागि चाहिँ एजुकेसन त चाहियो होइन? उम्, त्योतर्फ चाहिँ हेरिरहेको छ त? अझै अब एजुकेसनतिर मात्र होइन, विभिन्न सेक्टरतिर के उम्, हाम्रै परिवार, हाम्रै घरभित्र हामी एउटा घरमा बस्दाखेरि चाहिँ हाम्रो कतिजना साथीहरू चाहिँ घरबाट नै चाहिँ अपहेलित भएको छ, घरबाट नै चाहिँ हिंसा भोग्नु परेको छ कि छैन भन्नु त? उम्, होइन? उम्, घरमा पनि चाहिँ हुन्छ नि हाम्रो घर परिवार पनि चाहिँ कतिको शिक्षित छ त यो पहिचानलाई लिएर, यो विषयलाई लिएर चाहिँ भन्ने कुराकानीहरू पनि हुन्छ क्या। अनि त्यही भएको कारणले गर्दाखेरि पनि चाहिँ हुन्छ नि अहिले जति पनि विकृतिहरू फैलिएको छ, ओरेको छ, त्यो यो एकैचोटि भएको होइन के। यो उम्, एकैचोटि भएको कुराकानी होइन। यो भनेको चाहिँ हुन्छ नि सदियौँ हुँदै आइरहेको कारणले गर्दाखेरि होइन, सदियौँ विभिन्न सेक्टरहरूबाट चाहिँ अपहेलित र उपेक्षा भएकै कारणले गर्दाखेरि चाहिँ अहिलेको विकृतिहरू चाहिँ आएको चाहिँ हो। र उम्, यसलाई चाहिँ हामीले चाहिँ समुदायबाट पनि र हामीले चाहिँ राज्यबाट पनि चाहिँ यसलाई चाहिँ मनन चाहिँ गर्नुपर्छ र यसलाई चाहिँ यो अब हुन्छ नि अहिलेको नयाँ सरकारले चाहिँ यसलाई चाहिँ विशेष गरेर चाहिँ ध्यान चाहिँ दिनुपर्ने हुन्छ उम्, है। मलाई त के लाग्छ भने अहिले जस्तै हामीले मेरो आवाज मै बन्छु भन्ने खालको यो उम्, एउटा अभियानहरू पनि चलिरहेको छ नि त होइन। उम्, यसमा चाहिँ जस्तै महिलाहरूले आफ्नो अधिकार सुनिश्चित गर्नको लागि आफै बोल्नुपर्छ, आफै त्यो उम्, सत्तामा अथवा त्यही त्यो पोजिसन होल्ड गर्नुपर्छ होइन। तपाईँको महिला मन्त्रालय उम्, छ, उम्, बालबालिका मन्त्रालय छ, अपाङ्ग अब एउटा सङ्गठन छ। उम्, सबैको प्रतिनिधित्व गरिराख्दाखेरि अझै पनि हाम्रो राजनीतिमा चाहिँ हाम्रो समावेशिता नभएको जस्तो पनि लाग्छ। किनभने अहिले तपाईँले हामीलाई अल्पसङ्ख्यक समुदाय भन्दाखेरि खासमा हामी अल्पसङ्ख्यक समुदाय होइन, त्यो उम्, राज्यले बनाएको अल्पसङ्ख्यक उम्, समुदाय चाहिँ हो उम्, हो, भन्छु म हो, होइन। हो। किनभने तपाईँको यो साइन्सले नै भन्छ, डब्ल्युएचओले भन्छ कि तपाईँको 5 देखि उम्, 10% अथवा 5 देखि 8% चाहिँ हाम्रो कम्युनिटीको मान्छे हुन्छ उम्, होइन। जस्तै नेपालको तपाईँको 3 करोड जनतामा तपाईँको 10% ले गर्यो भने तपाईँको 30 लाख सिधै हिसाब होइन। उम्, अथवा लु 5% मात्रै भयो अरे 15 उम्, लाख हो नि त। हामी त सानो समुदाय त हुँदै होइन नि, 15 लाख भनेको सानो उम्, समुदाय होइन। अब खुल्नु नखुल्नु आफ्नो ठाउँमा छ। उम्, भनेपछि हाम्रो आवाज, हाम्रो अधिकार सुनिश्चित गर्नको लागि चाहिँ जसरी महिलाहरूलाई एउटा कोटा दिन्छ, त्यसरी नै अनिवार्य हाम्रो एटलिस्ट 1% भए पनि जुनसुकै निकायमा पनि हुनुपर्छ जस्तो लाग्छ मलाई है। अब अहिले जस्तै तपाईँको यो लुम्बिनी प्रोभिन्समा हाम्रो कोटा उम्, छुट्यायो। त्यो त हाम्रो एकदमै ठुलो उम्, अचिभमेन्ट, त्यसलाई त एकदम स्वागत योग्य छ त्यो कुरा त उम्, होइन। अब यसलाई चाहिँ तपाईँले यो उम्, हाम्रो राजनीतिमा समावेशी हुनुपर्छ होइन, समान तरिकाले समतामूलक हिसाबले हुनुपर्छ भन्ने कुरामा चाहिँ तपाईँले कसरी लबी अ, गरिराख्नुहुन्छ, यसमा अ, गरिराख्नु भएको छ? यो यसमा चाहिँ हुन्छ नि यो त जुन तपाईँले एकदमै इम्पोर्टेन्ट क्वेसन उम्, गर्नुभयो। उम्, म चाहिँ अझै पनि चाहिँ हुन्छ नि अ, के पनि चाहिँ मेन्सन गर्नलाई चाहन्छु भन्दाखेरि चाहिँ जब पनि संविधानले चाहिँ हाम्रो संविधानको धारा 42 मा चाहिँ हाम्रो हुन्छ नि सोसल सेक्युरिटी सामाजिक न्यायको कुराकानी गर्छ, हक अधिकारको कुराकानी गरिरहँदाखेरि चाहिँ त्यहाँ चाहिँ लैङ्गिकताको कुराकानी पनि चाहिँ उम्, उम्, आएको छ होइन? उम्, त्यहाँ समावेश गरेको छ। तर
त्यो गरिरहँदाखेरि चाहिँ हामी चाहिँ ग्रास रुटमा हेर्ने हो भने, हामी हाम्रै समुदायलाई हेर्ने हो भने चाहिँ, हामीले चाहिँ हाम्रो समुदायलाई चाहिँ कतिको दक्ष बनाएको छौँ त? त्यो पनि त हो नि त, होइन हो, त? हो। न त्यो लुम्बिनी प्रदेशमा चाहिँ एकदमै हामीले चाहिँ गर्व पर्छ र लुम्बिनी प्रदेशबाट चाहिँ अरू प्रदेशले पनि सिक्नुपर्ने कुराकानी हो कि त्यहाँ चाहिँ हुन्छ नि तपाईँले नै मेन्सन गर्नुभयो त्यहाँ चाहिँ एक तरिकाले चाहिँ कोटा छुटाएको छ, रिजर्भेसन छुटाएको छ, होइन त? नेपालको संविधानले चाहिँ मैले मेन्सन गरेँ धारा 42 मा चाहिँ एक तरिकाको लेखेकै छ, होइन? लैङ्गिक पहिचान भएको यो लैङ्गिक अल्पसङ्ख्यकहरूलाई चाहिँ समावेश गर्नुपर्छ विभिन्न हुन्छ नि समानुपातिकमा अब सरकारी रोजगार सरकारी अब कोटाहरू। तर हाम्रो समुदायको व्यक्तिहरू चाहिँ दक्ष छ त? त्यो समुदायको व्यक्तिहरू चाहिँ हुन्छ नि दक्ष बनाउनको लागि चाहिँ सरकारले नै के गरेको छ त, होइन त? त्यो कुराकानीहरूतिर चाहिँ अझै मोर फोकस हुनुपर्छ जस्तो चाहिँ लाग्छ। कानुन पनि बन्नुपर्छ र अब चाहिँ भनेको चाहिँ समाजमा चाहिँ हामीले चाहिँ हाम्रो समुदायको व्यक्तिलाई चाहिँ दक्ष कसरी बनाउने र दक्ष बनाइसके पछाडि त त्यो कानुन र कानुनको अधिकारहरू जति पनि छ त्यो अधिकारहरू चाहिँ माग्न थाल्छन् त, होइन त? अधिकारहरू चाहिँ फिल अप हुन जान्छ त। अनि अझै म चाहिँ त्योतिर चाहिँ अलिकति फोकस अनि गरौँ मलाई अहिले यस्तो लाग्छ जस्तै अहिले नयाँ राजनीति पार्टीहरू जति पनि छ बने त्यसमा चाहिँ खालि एउटा के भन्छ पेपरमा मात्रै सीमित राखेको छ अझै पनि मलाई लाग्छ है। कतिपय अब तपाईँको युनि तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय भनेर मेन्सन चाहिँ गरे हुन्छ तर त्यसमा तपाईँको केन्द्रीय सदस्यमा कतिजना राखेको छ, मेम्बरसिपमा होइन नर्मल साधारण सदस्यमा कतिजना राखेको छ, त्योभन्दा अन्य कुरामा कतिको मेन चाहिँ समानता भन्दा पनि समता चाहिँ चाहिन्छ जस्तो लाग्छ। सर्टेन टाइम चाहिँ अब सधैँभरि होइन, फेरि त्यो कार्ड बेच्नु भनेको हाम्रो यो भनेर होइन कि, तर केही सर्टेन टाइम चाहिँ राज्यले त्यो समतामूलक हाम्रो लागि चाहिँ गर्नुपर्छ जस्तो पनि लाग्छ मलाई। अब अहिले तपाईँलाई कतिको याद छ हुन्छ नि अहिलेको नयाँ पार्टीहरूले हामीलाई कति ठाउँमा के राखेर डेटा केही कलेक्ट गर्नुभएको छ भनेको ट्याक्कै दिमागमा याद छ? अहिले कुन नयाँ पार्टी कतिवटा हामीलाई समावेश गरेको छ त कहाँ? अब एक तरिकाले हेर्दाखेरि चाहिँ हुन्छ नि उहाँहरूको घोषणा पत्रमा चाहिँ हुन्छ नि एकदमै मजाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर चाहिँ समावेश गर्नुभएको छ। तर अब मैले यसरी हेर्दाखेरि चाहिँ अब मैले चिनेको ओरेको हेर्दाखेरि चाहिँ विभिन्न पार्टीहरूमा अब हामीले त अब यो सरकारमा अब हुन्छ नि राष्ट्रिय स्वतन्त्र पार्टीको त कुराकानी गर्नै पर्दैन, हुन्छ नि त्यो देखिएकै कुराकानी हो। र अरू पार्टीहरूले पनि चाहिँ हुन्छ नि एक तरिकाले हेर्ने हो भने चाहिँ केही साथीहरू चाहिँ जो चाहिँ अब हामी हातैमा गन्छौँ 1 जना 2 जना 3 जना भनेर गन्छौँ, त्यो साथीहरू चाहिँ राजनीतिमा चाहिँ हुनुहुन्छ। तर पनि फेरि क्वेसन चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँहरूको चाहिँ अर्थपूर्ण सहभागिता चाहिँ त्यो राजनीतिक पार्टीमा छ त भन्ने कुराकानी हो कि। म अझै पनि याद गर्छु विवेकशील साझा पार्टी विवेकशील पार्टी होइन त विवेकशील पार्टीमा चाहिँ एउटा रेनबो डिपार्टमेन्ट भनेरै बनाएको थियो कि। रेनबो डिपार्टमेन्ट त्यो पार्टीले चाहिँ अब अहिलेको पार्टीहरूले पनि चाहिँ सिक्नुपर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ। एउटा रेनबो डिपार्टमेन्ट नै बनाएको थियो। त्यो रेनबो डिपार्टमेन्ट चाहिँ हाम्रो समाइरा हुनुहुन्छ होइन, हाम्रो नजिकको साथी समाइरा श्रेष्ठ हुनुहुन्थ्यो। अनि समाइरा श्रेष्ठ चाहिँ त्यहाँको चाहिँ अब त्यो डिपार्टमेन्टको चाहिँ अब हेर्नुहुन्थ्यो। अनि त्यो हेरिरहँदाखेरि चाहिँ एक तरिकाले चाहिँ त्यो डिपार्टमेन्ट बनाइसके पछाडि चाहिँ विभिन्न अब हुन्छ नि योजनाहरू पनि चाहिँ बनाएको थियो क्या। अनि त्यो योजनाहरूमा चाहिँ हुन्छ नि अब सुरु टर्ममा त होइन, अलिकति पछि बाजी चाहिँ म पनि चाहिँ त्योसँग चाहिँ जोइन भएको थिएँ। जोइन भएको एज इन के हुन्छ नि त्यो पार्टीको सदस्यतै लिएर त होइन, तर पनि त्यो जोइन भइरहँदाखेरि चाहिँ अनि त्यतिखेर चाहिँ मलाई चाहिँ हुन्छ नि कस्तो खुसी लागेको थियो कि। अब आफूले त हुन्छ नि नेपाली राजनीति अब हुन्छ नि नेपालको हुन्छ नि राजनीतिक पार्टीहरूलाई हेर्दाखेरि त एक तरिकाले चाहिँ एकदमै होमोफोबिक ट्रान्सफोबिक को रूपमा हेर्थ्यो नि त होइन। जहिले पनि चाहिँ हुन्छ नि कुनै नेताले चाहिँ भाषण गर्दाखेरि चाहिँ कुनै पनि चाहिँ पार्टीलाई गाली गर्नु पर्दाखेरि चाहिँ यो त तेस्रो लिङ्गी पार्टी हो भनेर चाहिँ एउटा गाली गलौजको रूपमा चाहिँ लिन्थ्यो कि। विभिन्न डेरोगेटिक वर्डहरू विभिन्न अधिकारहरू दिइरहँदाखेरि चाहिँ अब समलिङ्गी विवाहको कुराकानी समलिङ्गी प्रेमको कुराकानी गरिरहँदाखेरि चाहिँ विभिन्न नेताहरूले चाहिँ विभिन्न तरिकाको चाहिँ त्यो यो कानुन चाहिँ आउनुहुन्न, यो भनेको चाहिँ विकृति हो, यो भनेको चाहिँ
वेस्टर्न हुन्छ नि उम्, वेस्टर्नबाट इन्फ्लुएन्स भएको हो भन्ने कुराकानीहरू आइरहँदाखेरि चाहिँ एक तरिकाको वितृष्णा थियो कि। तर उहुँ, विवेकशील साझा पार्टीमा चाहिँ जब पनि रेनबो डिपार्टमेन्ट चाहिँ खडा उहुँ, गर्नुभयो र उहुँ, त्यस पछाडि चाहिँ यो नि तथ्य लैङ्गिक अल्पसङ्ख्यकको लागि चाहिँ केही योजनाहरू बनाइयो। इभन हुन्छ नि म आफै पनि स्वयं पनि जोइन भएको छु कि त्यो हामीले चाहिँ हुन्छ नि 14 फेब्रुअरीमा चाहिँ हामीले प्रोग्राम पनि गराएको थियौँ कि। ओह अनि वाओ! त्यो विवेकशील साझा पार्टीबाट जति पनि लिडरहरू हुनुहुन्थ्यो उहाँहरू पनि पाटनमा चाहिँ जोइन हुनुभएको थियो कि। उहुँ, अनि एकदमै खुल्ला रूपले चाहिँ त्यो सेलिब्रेसन त्यो मायाको सेलिब्रेसन गरिरहँदाखेरि चाहिँ अनि त्यतिखेर चाहिँ एकदमै धेरै खुसी लागेको थियो क्या। उहुँ, खुसी लागेको थियो। तर अब विडम्बना अब अहिले अब हुन्छ नि अब तपाईँहरू हामी सबैलाई थाहा छ अब पार्टीको अवस्था के छ भनेर। र अहिले आएर चाहिँ हुन्छ नि जतिजना पनि पार्टीहरू हुनुहुन्छ होइन, उहुँ, घोषणापत्रमा त समावेश छ होइन, समावेश गर्नुभयो। तर एक्चुअलमा अर्थपूर्ण समावेशिता छ त? उम्, अर्थपूर्ण त्यो हुन्छ नि युनिट तथा लैङ्गिक अल्पसङ्ख्यकको व्यक्तिहरूको अर्थपूर्ण रूपमा सहभागिता चाहिँ तपाईँले तपाईँको पार्टीमा गराउनु भएको छ त भन्ने उहुँ, कुराकानीहरू चाहिँ हामीले क्वेसन गर्नुपर्ने नै अवस्था चाहिँ छ। उम्। गर्नु नै पर्ने अवस्था चाहिँ छ। ओके। अब अहिले हुन्छ नि अब मलाई चाहिँ के लाग्छ भने यो राजनीति समावेशिताको कुरा गरिराख्दाखेरि त्यो पक्कै पनि त्यो हुनु नै पर्छ है। किनभने तपाईँ अब महिलालाई यति धेरै कोटा भन्नाले यो बराबर भनिरहँदाखेरि हामीलाई त बराबर चाहिएन, तर केही पर्सेन्ट त जहाँ पनि त चाहियो नि त, होइन? अब त्यसमा चाहिँ अ, तपाईँले अन्य दलहरूसँग भेटेर कुराकानीहरू गर्नुभएको छ? हुन्छ नि हाम्रो कम्युनिटीको अँ, मान्छेलाई चाहिँ समावेश हुनुपर्छ। किनभने अहिले जस्तै तपाईँको लैङ्गिक समानता भनिराख्दाखेरि महिला र पुरुषलाई अझै पनि हामीले महिला र पुरुषलाई मात्रै लिइराख्यो भने त्यो अर्थपूर्णै भएन। ऊ मान्छे उम्, बुझौँ कि त्यो मान्छे त्यो चिजमा उसलाई ज्ञान रहेन रहेछ अँ, भन्ने नै बुझ्छ नि त, अँ, होइन? अँ, त्यो अपूर्ण हुन्छ महिला र पुरुषलाई अँ, मात्रै लिएर त। तपाईँको के हो। छ? कसरी भेटिरहनु भएको छ? अँ, कसरी कुरा गरिरहनु भएको छ? म चाहिँ अब अहिले यता चाहिँ अलिकति राजनीतिमा पनि चाहिँ सक्रिय उम्, सक्रिय भनेर त्यस्तो सक्रिय त होइन, तर पनि चाहिँ यसो साथीहरू हुनुहुन्छ, उम्, अपडेटहरू भइरहेको उम्, हुन्छ होइन। कुनै पनि राजनीतिक पार्टीसँग चाहिँ मेरो सदस्यता नभए पनि चाहिँ नेपाली कङ्ग्रेसको अब म्यानिफेस्टो पनि हामीले उम्, हेऱ्यौँ होइन। उम्, नेपाली कङ्ग्रेसमा चाहिँ हुन्छ नि मलाई सुरु टर्ममा थाहा भएअनुसार चाहिँ नेपाली कङ्ग्रेसमा चाहिँ भूमिका दिदी नै हुनुहुन्थ्यो होइन। उम्, भूमिका दिदी नै हुन्थ्यो अनि मैले चाहिँ हाम्रो गगन थापाज्यूलाई चाहिँ क्वेसन चाहिँ गर्दाखेरि चाहिँ उहाँले भूमिकाजीको नाम मेन्सन गर्नुभएको थियो। अनि त्यतिखेर नै अनि मलाई चाहिँ एकदमै त्यो मेरो दिमागमा चाहिँ एकदमै त्यो स्ट्राइक गरेको थियो कि हुन्छ नि अब नेपाली कङ्ग्रेस जस्तो पार्टीमा पनि चाहिँ समुदायको व्यक्तिहरू चाहिँ हुनुहुँदो रहेछ भन्ने कुराकानी। र अहिले चाहिँ हुन्छ नि एक तरिकाले चाहिँ एक तरिकाले चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ नेपाली कङ्ग्रेस पनि चाहिँ एकदमै धेरै नै पोजिटिभ हुनुहुन्छ। किनभने भने चाहिँ युथ कङ्ग्रेस नेपाल होइन, युथ कङ्ग्रेस उम्, नेपाल चाहिँ जो उम्, चाहिँ त्यहाँको अध्यक्ष हुनुहुन्छ हाम्रै यशस्वी दिदी हुनुहुन्छ होइन। उम्, अनि त्यहाँको अब एक तरिकाले चाहिँ हामी स्वयं आफैले पनि चाहिँ उहाँहरू युथ कङ्ग्रेससँग चाहिँ मिलेर चाहिँ हामीले चाहिँ फ्ल्यास मोबहरू होइन यो उम्, एलजिबिटिआइक्यू भिजिबिलिटी प्रोग्रामहरू एकदमै धेरै गरेको छौँ कि। अनि उम्, उहाँ दिदीहरूको कुराकानीहरू सुन्दाखेरि पनि अनि सबै त्यहाँको साथीहरूको कुराकानीहरू सुनिरहँदाखेरि पनि चाहिँ एक तरिकाले चाहिँ मलाई लाग्छ कि त्यहाँ चाहिँ परिवर्तनहरू चाहिँ आइरहेको छ होइन। उम्, परिवर्तन बोलिदिने मान्छेहरू चाहिँ छन् उम्, भन्ने चाहिँ उम्, हो भन्ने चाहिँ हो। र अर्को अरू अरू पार्टीहरूसँग त त्यति साह्रो अब म आफै पनि नजिक नभएको कारणले गर्दाखेरि चाहिँ मलाई त्यति साह्रो थाहा पनि भएन। तपाईँले ओभरअलमा चाहिँ हुन्छ नि अहिलेको यसो हेर्दाखेरि चाहिँ अब तपाईँले अघि भनिहाल्नुभयो राजसभाले हामीलाई उम्, राम्रोसँगले समेटेको छ त्यो उम्, प्र्याक्टिकली अझै उम्, हुनुपर्छ भन्ने कुरामा होइन अब अर्थपूर्ण हुनु पऱ्यो सहभागिता मात्रै भएर पनि भएन होइन व्यावहारिक पनि हुनु पऱ्यो अघिको ब्लू टिकटको के अरे भेकलको उम्, कुरा पब्लिक भेकलको कुरा गरिराख्दाखेरि टोइलेटको कुरा गरिराख्दाखेरि तपाईँले एउटा रेनबो फाल्टै डिपार्ट बनाउनुपर्छ भन्ने कुराहरू उम्, यसले एकदमै भ्यालिड राख्छ अब चाहिँ मलाई केमा छिरौँ भन्दाखेरि चाहिँ जस्तै अब राजनीति समावेशिता नहुनुको कारण चाहिँ मलाई के लाग्छ भने हामीले अझै पनि राज्यले अथवा हामी सर्वसाधारण जनताले हामीले चाहिँ हाम्रो विविधता जस्तै हाम्रो योनि तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायभित्र पनि कत्रो ठुलो हो, डाइभर्सिटी छ होइन त्यो भित्रको जस्तै तपाईँको लैङ्गिक पहिचान लिङ्ग यौन अभिमुखीकरण तपाईँको जेन्डर एक्सप्रेसन्सहरूमा चाहिँ कन्फ्युज भइरहेको जस्तो लाग्छ मलाई होइन अब तपाईँलाई ठ्याक्कै यो भित्रको चाहिँ के चिजले चाहिँ अलिकति कन्फ्युज भइरहेको छ होला राज्य जस्तो लाग्छ तपाईँलाई यो हाम्रो जुन छ नि सेक्स जेन्डर सेक्सुअल हो, हो। ओरिएन्टेसन्स अनि जेन्डर एक्सप्रेसन्समा चाहिँ के चिज चाहिँ हामीले उहाँहरूलाई बुझाउनुपर्छ जस्तो लाग्छ अँ, तपाईँलाई हामी हामीले यो चिजमा त धेरै कुराकानी चाहिँ बुझाउनुपर्छ उम्, हुन्छ नि। अब एक तरिकाले हुन्छ नि हामी आफै पनि स्वयं कहिलेकाहीँ चाहिँ एकदमै धेरै चाहिँ अब अधिकार दिइरहेको अवस्थामा अब हुन्छ नि लिइहाल्नुपर्छ भनेर चाहिँ एकदमै हतार पनि गर्छौँ उम्, कहिलेकाहीँ हुन्छ उम्, नि। अनि त्यो हतारको परिणाम पनि चाहिँ अहिले चाहिँ हामीले भोगिरहेको जस्तो चाहिँ मलाई चाहिँ लाग्छ कि। उम्, जस्तै अब एक्जाम्पलको रूपमा चाहिँ हुन्छ नि राज्यले चाहिँ अब
एक तरिकाले होल युनिटी तथा लैङ्गिक अल्पसङ्ख्यकलाई होल एलजिबिटिआई स्पेक्ट्रम जो पहिचान छ त्यसलाई चाहिँ लैङ्गिक पहिचान भनेर चाहिँ सम्बोधन गर्छ कि लैङ्गिक पहिचान भनेर चाहिँ बुझाइरहेको अवस्थामा हामीले त त्यही एलजिबिटिआइक्यू आइडेन्टिटीभित्र नै हुन्छ नि त्यो सबै होल आइडेन्टिटी त लैङ्गिक पहिचान होइन नि त होइन त्यहाँभित्र त हुन्छ नि सेक्सुअल ओरिएन्टेसन पनि छ होइन सेक्स क्यारेक्टरिस्टिक पनि छ हामीले त त्यसलाई त पहिचान गर्नलाई सक्नु पर्यो नि त होइन त अनि हामीले चाहिँ एक तरिकाले चाहिँ बुझाउनमा चाहिँ हामी चाहिँ कहीँ कतै चाहिँ चुकेको छौँ जस्तो चाहिँ लाग्छ तर धेरैजना साथीहरू हुनुहुन्छ अहिले चाहिँ हामी चाहिँ हुन्छ नि राज्यलाई पनि चाहिँ अब यो चाहिँ यस्तो यस्तो हो भनेर चाहिँ हामी बुझाइरहेको पनि चाहिँ हामी देखिरहेको हुन्छौँ होइन बुझाइ पनि रहेको चाहिँ हुन्छु म कति धेरै बुझाइ पनि रहेको हुन्छु तर एक तरिकाले हेर्दाखेरि चाहिँ अब राज्य सत्ता नै रेडी छ कि छैन भन्ने कुराकानी पनि चाहिँ हुन्छ नि बुझिन्छ कि हुन्छ नि बुझ्नको लागि र हुन्छ नि त्यो क्याटेगोरीमा चाहिँ हामीलाई चाहिँ अधिकारहरू चाहिँ प्रदान गर्नको लागि त्यो पहिचानै गर्नको लागि चाहिँ रेडी छ कि छैन भन्ने कुराकानीहरू चाहिँ हामीले चाहिँ अझै बुझ्नलाई चाहिँ जरुरी छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ जस्तै हाम्रो यो बाहिरतिरको प्र्याक्टिसमा चाहिँ तपाईँको पार्टनर को छ भन्दाखेरि तपाईँको गर्लफ्रेन्ड बोयफ्रेन्ड के छ भनेर त्यो अप्सन राखिन्छ भने नेपालमा चाहिँ सिधै तपाईँ ल तपाईँ सामान्यतया छोरा मान्छे जस्तो देखियो भने तिम्रो गर्लफ्रेन्ड छ छोरी मान्छे जस्तो तिम्रो बोयफ्रेन्ड छ भने किनभने मलाई के लाग्छ भने सेक्सुअल ओरिएन्टेसन्समा चाहिँ धेरै कन्फ्युज हुन्छ जस्तो लाग्छ मलाई है जस्तै हामीले जस्तै म्यारिज इक्वालिटीको कुरा गरिराख्दाखेरि अब एसियाकै पहिलो नेपालमा हाम्रो विवाह भयो त्यो एकदमै ठुलो अचिभमेन्ट हाम्रो कम्युनिटीको लागि एक्जाम्पल सेट चाहिँ भयो तर अझै पनि हामी प्र्याक्टिकली चाहिँ अझै पनि स्ट्रगल गरिरहेको छौँ जस्तो नै लाग्छ मलाई चाहिँ फेरि एक्जाम्पल सेट त भयो होइन तर त्यो चाहिँ हुन्छ नि कुन रूपले भयो अनि त्यस पछाडि त्यसको असरहरू चाहिँ के छ कस्तो छ होइन समाजमा चाहिँ कुन तरिकाले चाहिँ इम्प्याक्ट पार्यो अनि इभन विदिन हुन्छ नि विदिन त्यो अब राज्य सत्ताले पनि चाहिँ कुन तरिकाले लियो भन्ने कुराकानी पनि चाहिँ एकदमै म्याटर गर्छ क्या किनभने भन्दाखेरि चाहिँ अब लैङ्गिक पहिचानकै कुराकानी गर्ने हो भने पनि चाहिँ हुन्छ नि अहिले हरेक निकायहरू चाहिँ के तरिकाले अब राज्य सत्ताको स्पेसली चाहिँ राज्य सत्ताकै कुराकानी चाहिँ गर्छ है सरकारले चाहिँ के बुझ्छ भन्दाखेरि इभन हुन्छ नि त्यो बेलामा चाहिँ लैङ्गिक पहिचानलाई चाहिँ रिकगनाइज गर्यो एलजिबिटिआइक्यू होल आइडेन्टिटीलाई अनि अझैसम्म पनि चाहिँ हुन्छ नि त्यो सरकारी रिप्रेजेन्टेटिभहरूले चाहिँ होल एलजिबिटिआइक्यू कम्युनिटीलाई चाहिँ लैङ्गिक पहिचानको रूपमा चाहिँ बुझिरहेको अवस्था छ अनि लैङ्गिक पहिचान भनेर होल एलजिबिटिआइक्यू बुझे पनि हुन्थ्यो नि उहाँले के बुझ्छ तेस्रो लिङ्गी होल एलजिबिटिआइक्यूलाई नै तेस्रो लिङ्गीको रूपमा चाहिँ उहाँले चाहिँ सम्बोधन गर्नुहुन्छ र तेस्रो लिङ्गीको रूपमा चाहिँ बुझ्नुहुन्छ अनि त्यो देख्दाखेरि नै एकदमै धेरै नै मलाई चाहिँ निराशा चाहिँ हुन्छ अनि अहिलेको यो विवाहको कुराकानीहरूमा चाहिँ हुन्छ नि एउटा टेम्पोररी त हामीले विवाहको कानुन चाहिँ एउटा हुन्छ नि एउटा सेट बेन्चमार्क हुन्छ नि एउटा सेट गऱ्यौँ तर विवाह भनेको त अब रिकगनाइज गरेर मात्र हुँदैन विवाह पछाडि आउने जति पनि कानुनी नियमहरू हुन्छ फ्यामिली प्लानिङको कुराकानी हुन्छ प्रपर्टी राइट्सको कुराकानी हुन्छ डिभोर्सकै कुराकानी भयो होइन अब हुन्छ नि सधैँ विवाह चाहिँ एकदमै समय सुमधुर हुन्छ भने पनि होइन त्यहाँ चाहिँ हिंसाको कुराकानी पनि होला यौन हिंसाको कुराकानी होला अब धेरै छ नि त होइन धेरै छ सरोगेसीको एडप्सनको कुराकानीहरू छ धेरै कुराकानीहरू छ त्यसलाई चाहिँ हुन्छ नि हामीले एड्रेस नगरिकन चाहिँ यो जुन पनि अब नेपाल सरकारले चाहिँ अन्तरिम आदेश दिएको छ विवाहको जुन विवाहलाई लिएर त्यो चाहिँ सफल हुन्छ जस्तो चाहिँ लाग्दैन त्यही भएको कारणले गर्दाखेरि पनि चाहिँ कहिलेकाहीँ चाहिँ मलाई चाहिँ एकदमै हामीहरू चाहिँ एकदमै त्यो रोमान्टिसाइज चाहिँ गर्नलाई मलाई मन लाग्दैन हुन्छ नि म विदेशतिर जाँदाखेरि पनि चाहिँ नेपाल चाहिँ एकदमै प्रोग्रेसिभ कन्ट्री हो भनेर भन्न मन लाग्दैन किनभने भने म एलजिबिटिआइक्यू कम्युनिटी भएर भोगेको त हुन्छ नि म छुट्टै छ मलाई थाहा छ त्यो भोगाएको कुराकानी र म चाहिँ अर्काको अगाडि चाहिँ विदेशमा गएर चाहिँ हुन्छ नि नेपाल चाहिँ यति प्रोग्रेसिभ छ भनेर चाहिँ मलाई भनिराख्नु चाहिँ मलाई मन लाग्दैन मलाई लाग्छ हामीले कति चिजहरू बुझाउन पनि नसकिरहेको छौँ होला हाम्रोबाट पनि छुटेको छ होला अनि तर अब राज्यबाट अवश्य त्यो छ नै होइन तपाईँको पाठ्यक्रमदेखि ल्याउनु पर्ने कुराहरू बेसिक कुराहरू जेन्डर लैङ्गिक पहिचान यौन अभिमुखीकरण होइन तपाईँको लिङ्गको बारेमा चाहिँ राम्रोसँग स्पष्ट क्लियर छैन अझै पनि होइन त्यो सायद कहीँ कतै त्यो राखिएको पनि छ अहिले चाहिँ पाठ्यक्रममा राखिएको 7, 8, 9मा अनि इभन हुन्छ नि 12 तिर पनि तर फेरि मेन प्रब्लम चाहिँ फेरि कहाँ छ भने राख्नु त राख्यो हेर्नुहोस् फेरि त्यो टिचरलाई त्यसमा अब बेसिक नलेज थाहा छ कि छैन भन्ने कुरा अनि इभन त्यो मैले हेरिरहँदाखेरि पनि चाहिँ अब त्यो एकदमै त्यो इन्फर्मेसनै
कहिले रङ कुनै कुनै चाहिँ मिसइन्टरप्रेट गरेको छ अनि मिसइन्फर्मेसन दिइरहेको छ कि हो त्यो मिसइन्फर्मेसन दिइसके पछाडि त उम्, त्यो स्टुडेन्टले चाहिँ के पर्सिभ के गर्छ त के सिक्छ त भन्ने कुराकानी हो ट्रु अनि तपाईँले धेरै राम्रो एकदमै स्ट्रङ उम्, कुराकानी चाहिँ के उठाउनु भयो भन्दाखेरि चाहिँ टिचर पनि चाहिँ हुन्छ नि कतिको कम्फर्टेबल छ त उम्, त्यो हाम्रै पालाका जस्तो हुन्छ नि हेल्थ सब्जेक्ट पढाइरहँदाखेरि चाहिँ यौनको कुराकानी आउँदाखेरि चाहिँ त्यो टपिक नै त्यो टपिक र सब्जेक्ट नै स्किप गर्ने टिचर त हो टिचरहरू त हुनुहुन्न भन्ने कुराकानीहरू पनि हो टिचर गाइडलाइन चाहिँ बनेको छ कि प्रभावकारी छ छैन कि छैन प्रभावकारी भनेर चाहिँ छ कि छैन भन्ने कुराकानीहरू पनि चाहिँ हामीले एकदमै ध्यान दिनु चाहिँ पर्छ अनि मेन कुरा चाहिँ मलाई के लाग्छ भने हाम्रो राज्यबाट एउटा गरिस् भन्दा गरे भन्ने त हुन्छ तर त्यसलाई मजाले मोनिटर गर्ने मान्छे भएन कि होइन त्यो माथिबाट अब त्यो प्र्याक्टिकल्ली छड्के चेक आउनु पर्यो होला माथिबाट सम्बन्धित निकायको मान्छेहरूले होइन पाठ्यक्रम स्किप गरेको छ कि छैन भन्ने कुरा तपाईँले भनेको ठ्याक्कै मलाई याद आयो कि बच्चापनमा एउटा म्याम हुनुहुन्थ्यो उहाँहरूले चाहिँ उहाँलाई त्यो टपिक मन परेन भने यो नपढे नि हुन्छ नपढे नि हुन्छ तर फेरि प्रब्लम चाहिँ मलाई के त्यो छोड्यो त खुसी आफू त होइन स्टुडेन्ट त त्यो खुसी नै हुन्छ तर त्यो पछि एक्जाममा आउँथ्यो त्यही क्वेसन फेरि होइन त्यस्तै त्यस्तै कुराहरू अनि मलाई कहिलेकाहीँ चाहिँ के लाग्छ भने यो तपाईँको हाम्रो जति पनि नेपालको लिडरहरूले होइन अनि तपाईँको इन्फ्लुएन्सरहरूले सेलिब्रेटीहरूले चाहिँ कहीँ कतै यो चिजहरू बोल्न अघि चाहिँ हाम्रो कमिटीबाट अलिकति बुझेर मात्रै बोले हुन्थ्यो जस्तो पनि लाग्छ कि मलाई कहिलेकाहीँ जस्तै तपाईँको फर इक्जाम्पल जस्तै मलाई अस्ति अलिकति चित्त नबुझेको कहाँ थियो भने अहिले नयाँ सरकार जो छ राजसभाको त्यहाँको चाहिँ यो अब ब्लू पब्लिक भेहिकल्स त आइहाल्यो अघि भनिहालेँ त्यस्तै नै तपाईँको टोइलेटको कुरा अथवा जेन्डर फ्रेन्डली त्यो भित्रको डिपार्ट छुट्याएको छ कि छैन किनभने यो सानो समुदाय नै होइन एउटा प्रतिनिधित्व लग्यो अनि फेरि हाम्रो समुदायलाई फेरि भान चाहिँ के गलत छ भन्दाखेरि अब हाम्रो समुदायलाईको एउटा रिप्रेजेन्ट लग्यो भने समावेश गर्यो समावेशिता देखियो समानता भयो अब सबै चिजहरू पूर्ण भइहाल्यो भन्ने खालको भ्रम पनि छ त्यस्तो पनि हामीले झकझकाउनु त हाम्रो दायित्व होइन अनि मेरो रिक्वेस्ट चाहिँ के थियो भने मेरो विचार र हाम्रो मायाको पहिचानको होल ओभर हाम्रो टिमको चाहिँ के थियो भने एटलिस्ट त्यो पुरानो भिडियो जानी अन्जानीमा गलत भयो होइन जुन चाहिँ तपाईँले पनि सायद त्यो भिडियो कहीँ देखेको हुनसक्छ हाम्रो समुदाय लक्षित गरेर बलात्कारको कुरालाई एकदमै के भन्छ अरे सरल ढङ्ग एकदमै सामान्य रूपमा लिएर हाम्रो समुदाय लक्षित गरेको कुराहरू सो तपाईँले चाहिँ यसलाई कसरी हेरिराख्नु भएको छ हुन्छ नि उहाँ जस्तो मान्छेले उहाँलाई मात्रै डेडिकेट गरेको होइन टार्गेट गरेको होइन कि अन्य पनि जति इन्फ्लुएन्सर्सहरूले चाहिँ यस्तो चिजहरूमा अवेर हुनुपर्छ जस्तो लाग्छ कि लाग्दैन अनि यसमा तपाईँको सोसियल मिडियामा इफ गल्ती गरेको छ भने अपोलोजाइज गर्नुपर्छ जस्तो लाग्छ कि लाग्दैन र तपाईँको मलाई तपाईँले अघि भनेको थिएँ सीमान्तकृत वर्ग भनेर चाहिँ ठ्याक्कै त्यो ओभरअलमा मलाई मेन्सन गरे जस्तो लाग्दैन जुन अहिले नयाँ सरकारले जस्तै अपोलोजाइज गरिराख्दाखेरि पनि दलित समुदायलाई यो तर हाम्रो समुदायलाई चाहिँ अब त्यो अरूलाई त मेन्सन गरे जस्तो मलाई चाहिँ लाग्दैन तपाईँको बुझाइ चाहिँ के छ अहिले चाहिँ यसमा कसरी हेरिराख्नु भएको छ जस्तै नयाँ सरकारले तपाईँलाई हाम्रो समुदायलाई जुन अहिलेको जुन माननीय प्रधानमन्त्री सम्मानीय प्रधानमन्त्रीज्यूले बोलेको कुराहरू कस्तो लाग्यो तपाईँलाई त्यो ठिक हो कि होइन अथवा एटलिस्ट डिलिट मात्रै गरोस् भन्ने छ हामीलाई चाहिँ किन रङ म्यासेज नजाओस् होइन गलत अब किनभने उसलाई यति धेरै आइकन भइरहेको हुन्छ यतिजनाले फलो गरिरहेको हुन्छ उसले जे बोल्यो त्यो ठिक त्यसलाई झनै सामान्य रूपमा लिन थाल्छ शब्दको प्रहारहरू होइन हाम्रो समुदाय लक्षित गरेको कुराहरू कसरी हेरिरहनु भएको छ यसलाई एकदमै दुःखपूर्ण कुराकानी हो जो चाहिँ अब सोसल मिडियामा भओस् कि सोसल इन्फ्लुएन्सर भयो कि कुनै पनि इन्डिभिजुअल व्यक्तिले चाहिँ कुनै पनि सीमान्तकृत समुदायलाई चाहिँ हट हुने कुराकानी होइन सीमान्तकृत समुदायलाई चाहिँ विभेद र लान्छना हुने शब्दहरू होइन एक्सनहरू जति पनि गर्छन् होइन त्यो 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 चाहिँ एकदमै धेरै नै खेदपूर्ण कुराकानी हो र हामीले चाहिँ त्यसको एकदमै धेरै नै खेद गर्नुपर्छ र र हामीले नै उहाँहरूलाई चाहिँ हुन्छ नि एक तरिकाले चाहिँ सम्झाउनु र बुझाउनु चाहिँ पर्छ जस्तै लाग्छ र अब हालसालै यो अहिलेको कुराकानी मात्र होइन यो कुराकानी यो विषयमा चाहिँ हुन्छ नि उहाँ चाहिँ अब हाम्रो अहिलेको सम्मानीय प्रधानमन्त्रीज्यू चाहिँ मेयर नहुँदैखेरिको चाहिँ कुराकानी चाहिँ हो होइन त अब जुन चाहिँ अहिले चाहिँ म कहीँ कतै चाहिँ म देखिरहेको छु त्योभन्दा अगाडि नै हाम्रो ग्रुप च्याटहरू कति धेरै हुन्थ्यो होइन ग्रुप च्याटमा चाहिँ हामीले चाहिँ त्यो भिडियो सेयर गरेर चाहिँ हामीले चाहिँ त्यो बारेमा डिस्कसन पनि गरेको जस्तै अब लुट फिल्मको चाहिँ एउटा सिन छ होइन जहाँ चाहिँ दयाहाङ राईजीले चाहिँ जुन तरिकाको चाहिँ त्यो शब्द हुन्छ उहाँले त्यो मुभीले हुन्छ नि भन्न आँटेको इन्टेन्सन त एक तरिकाको थियो एक तरिका थियो हुन्छ नि एक तरिकाले राम्रै तरिकाको इन्टेन्सन थियो तर मान्छेले जुन पर्सिभ गर्यो र त्यो क्लिपलाई चाहिँ जुन तरिकाले तोडमोड गरेर चाहिँ जुन तरिकाले प्रेजेन्ट गर्यो नि त्योबाट चाहिँ जति पनि चाहिँ समुदायप्रति जति पनि पीडा भयो
त्यो कुराकानीले हो। त हुन्छ नि एउटा होमोफोबिया र एउटा ट्रान्सफोबियालाई त बढावा दियो नि त होइन। उहुँ। र अहिलेको हुन्छ नि अहिलेको हाम्रो सम्मानीय प्रधानमन्त्री ज्यूको त्यो ऱ्याप ब्याटल हुन्छ नि उहुँ। त्यो ब्याटल देखेर चाहिँ म पनि चाहिँ हुन्छ नि एकदमै धेरै चाहिँ पीडित व्यक्ति हो कि। उहुँ। म पनि एउटा भिक्टिम व्यक्ति हो उहुँ, कि उहुँ। जुन तरिकाले चाहिँ एउटा हुन्छ नि पब्लिकली चाहिँ एउटा अहिले त सोसल मिडियामा जहाँ छ्यासछ्यासी पाइ नै हाल्छ। पब्लिकली चाहिँ जुन तरिकाले चाहिँ लान्छना र विभेदपूर्ण शब्द उहुँ। जुन चाहिँ हुन्छ नि ट्रिगर वार्निङ जुन उहुँ। चाहिँ होइन छक्का हिजडा जस्तो उहुँ। शब्दहरू चाहिँ युज गरेर चाहिँ एकदमै डेरोगेटिक वर्डले अरूलाई चाहिँ डोमिनेट गर्नु अरूलाई चाहिँ हुन्छ नि गिराउनु डिमिन गर्नु डिह्युमनाइज गर्नको लागि चाहिँ त्यो शब्द चाहिँ उहाँले युज गर्नुभएको छ। उहुँ। पक्कै पनि चाहिँ हुन्छ नि अब अघि पनि कुराकानी गऱ्यौँ। अब यो सरकारले दलितलाई पनि चाहिँ हुन्छ नि दलितसँग चाहिँ माफी मागिरहेको छ दलित उहुँ। समुदायसँग र अरू ऐतिहासिक समुदाय सीमान्तकृत समुदायसँग माफी मागिरहेको अवस्थाबाट चाहिँ म यहीँबाट सम्बोधन गर्न चाहन्छु। यहीँबाट चाहिँ हुन्छ नि उहुँ। म चाहिँ रिक्वेस्ट गर्न चाहन्छु। उहुँ। सम्माननीय प्रधानमन्त्रीज्यू उहुँ। होइन माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, उहुँ। हजुरले बोलेको कुराकानी उहुँ। जुन चाहिँ एउटा सीमान्तकृत समुदायलाई चाहिँ हजुरले उहुँ। चाहिँ जुन तरिकाले चाहिँ डिह्युमनाइज उहुँ। डिमिनिङ गर्नुभयो, डोमिनेट गर्नुभयो, उहुँ। त्यसको चाहिँ तपाईँ एकाउन्टेबल चाहिँ रेस्पोन्सिबल चाहिँ हुने कि नहुने? उहुँ। तपाईँले बोलेको जुन पनि डेरोगेटिक वर्ड छ, त्यो वर्डले चाहिँ सीमान्तकृत समुदायलाई चाहिँ जुन पीडा परेको छ, उहुँ। उहुँ। जुन शब्दले चाहिँ जुन उहुँ। एक्सनले चाहिँ समाजमा चाहिँ एक उहुँ। तरिकाले चाहिँ एउटा समुदायप्रतिको हेट, उहुँ। घृणालाई चाहिँ बढावा बढुवा दिएको दियो। छ उहुँ। भने चाहिँ तपाईँले चाहिँ हुन्छ नि एज अ सम्मानीय प्रधानमन्त्री होइन उहुँ। एउटा देशकै उहुँ। जनताकै लिडर। एउटा अभिभावक होइन एउटा उहुँ। लिडरसिप लिइसके पछाडि चाहिँ तपाईँ चाहिँ एकाउन्टेबल हुनुपर्छ कि पर्दैन? उहुँ। र हामी चाहिँ हुन्छ नि एक्सपेक्ट गरौँ होइन हामी आश चाहिँ राखौँ। अपेक्षा गरौँ कि तपाईँबाट चाहिँ हुन्छ नि त्यो अपोलोजी चाहिँ हामीले चाहिँ हेर्नलाई पाउँछौँ। उम्, अब हुन्छ नि इन्डिभिजुअल पनि होइन है त्यो अपोलोजी चाहिँ होइन हुन्छ नि होइन मलाई मात्र भेटेर चाहिँ त्यो होइन। गर्नलाई पाउँदैन। जुन तरिकाले चाहिँ पब्लिकली मिडियामा चाहिँ आएर चाहिँ एउटा समुदायलाई चाहिँ लान्छना र विभेद गरिएको छ, उहुँ। त्यो चाहिँ हुन्छ नि तपाईँ जस्तो प्रधानमन्त्रीले चाहिँ अब हुन्छ नि त्यो एउटा मिडियामै आएर चाहिँ बोलिदिने कि नबोलिदिने, मिडियामै आएर चाहिँ हुन्छ नि भनिदिने। एकाउन्टेबल चाहिँ हुने कि नहुने होइन त? हो। यदि भयो भने त कस्तो राम्रो होला नि त होइन त? कस्तो कस्तो राम्रो राम्रो हो। होला नि त होइन? एक खालको यसले त तपाईँको हाम्रो समुदाय हामीलाई त एउटा निराशा पनि लिएको छ नि होइन। अब होला इन्टेन्सन नराम्रो थिएन होला तर हामीलाई झन् त्यसले त तपाईँको हुन्छ नि बढुवा दिइरहेको छ हुन्छ नि यो विभेदको तर कुराहरूमा। उहाँको इन्टेन्सन त त्यो बेलामा त हुन्छ नि नराम्रै हो। किनभने अँ। भने एउटा ऱ्याप ब्याटल भनिसके पछाडि नै त्यो ऱ्यापको कुराकानी तिमीले हेऱ्यौ भने चाहिँ उहुँ। एकअर्कालाई गिराउनकै लागि नै ऱ्याप गरिरहेको हुन्छ कि। उम्, एकअर्काको त्यो एकदमै पुरै हेऱ्यो भने पनि एकदमै ऱ्याप ब्याटल त्यो कल्चर नै एकदम ब्याटलै भनिसके पछाडि एकअर्कालाई चाहिँ कसरी गिराउने त होइन? कसरी गिराउने? अब कुनै पनि समुदाय, कुनै पनि व्यक्तिलाई चाहिँ एकदमै नहोच्याइकन चाहिँ यो ऱ्याप ब्याटल हुन्छ भने त त्यसलाई त हामी समाजले चाहिँ एप्रिसिएट गर्नलाई पर्छ नि त होइन त? तर जुन तरिकाले चाहिँ अलरेडी समाजमा चाहिँ सीमान्तकृत भइसकेको समुदायलाई चाहिँ जुन तरिकाले चाहिँ त्यो गरिरहँदाखेरि चाहिँ हुन्छ नि जुन तरिकाले चाहिँ डिह्युमनाइज डिमिन होइन डोमिनेसन गरिरहँदाखेरि चाहिँ एकदमै हाम्रो चाहिँ खेदपूर्ण चाहिँ हुन्छ नि खबरदारी चाहिँ छ र उहाँको इन्टेन्सन पनि चाहिँ हुन्छ नि हामीले चाहिँ क्लियरली त्यो ऱ्याप ब्याटलमा नै इन्टेन्सन पनि क्लियरली देख्न सक्छौँ कि आफ्नो प्रतिद्वन्दीलाई चाहिँ कसरी चाहिँ गिराउने त्यो शब्द लिनु भनेकै नै हुन्छ नि त्यो शब्द नै उहाँले कुन रूपले सोच्नुभयो भन्दाखेरि चाहिँ यो चाहिँ गिरेकै शब्द भयो यो भनेको चाहिँ हुन्छ नि अब मैले यो शब्द चाहिँ उहाँलाई प्रयोग गरे पछाडि चाहिँ ऊ गिर्यो ऊ चाहिँ हुन्छ नि अब मभन्दा चाहिँ सानो अब मभन्दा चाहिँ हुन्छ नि तलको तल भयो भन्ने अब हुन्छ नि उसलाई चाहिँ मैले खिल्ली उडाएँ हाँसो गरेँ डिह्युमनाइज डिमिन गरेँ होइन डोमिनेट गरेँ मैले चाहिँ अब त्यही शब्द प्रयोग गरेर चाहिँ हुन्छ नि ऱ्याप ब्याटल भने पछाडि नै एकदमै जित्ने भन्ने कुराकानी हुन्छ नि त होइन विन र हुन्छ नि विन र लसको कुराकानी भइरहँदाखेरि चाहिँ उहाँले चाहिँ प्रयोग गर्नुभएको नै चाहिँ हुन्छ नि एकदमै इन्टेन्सन पनि उहाँको त्यही नै गलत नै थियो र उहाँले शब्द चयन पनि चाहिँ एकदम गलत नै थियो। अब तपाईँ यति लामो समयबाट एक्टिभिजममा लागिराख्नु भएको छ तपाईँले यो समुदायलाई मजाले नजिकबाट हेर्नु भएको छ चिन्नु भएको छ होइन अब चाहिँ हुन्छ नि हाम्रो राजनीति पहुँच जुन चाहिँ
अन्य व्यक्तिहरूको तुलनामा जुन पहुँच छ त्यसमा पुग्नको लागि चाहिँ हामी आफै पनि कसरी केही कुरामा कसरी सचेत हुनुपर्छ जस्तो लाग्छ। अनि राजनीतिक दलहरूले पनि अबको नेतृत्व गर्ने व्यक्तिहरूले पनि हुँ, कसरी चाहिँ समतामूलक समावेशी चाहिँ गर्नुपर्छ जस्तो लाग्छ हुँ। तपाईँलाई? अब यसमा चाहिँ भनेको त हुन्छ नि, अब हाम्रो प्रतिनिधित्व चाहिँ राजनीतिक अवस्थामा चाहिँ हुनको लागि हुँ, होइन, हामी आफ्नै पनि चाहिँ आफ्नो सहभागिता चाहिँ सक्रिय रूपले गराउनको लागि त सर्वप्रथम त हामीमा चाहिँ ज्ञान हुनुपर्छ जस्तो चाहिँ हुँ, मलाई चाहिँ लाग्छ है। हुँ, त्यो ज्ञान हामीले पढेर हुन्छ कि हामीले पढेर हुन्छ कि होइन, हुँ, हुँ, त्यो चाहिँ हुनुपर्छ जस्तो चाहिँ लाग्छ। हुँ, हामी स्वयं पनि चाहिँ हुन्छ नि, कहिलेकाहीँ म आफैलाई पनि चाहिँ हेरिरहँदाखेरि चाहिँ हामीलाई चाहिँ हुन्छ नि, हाम्रो समुदायभित्र चाहिँ हामी चाहिँ कतिको चाहिँ हुन्छ नि, अलिकति भनौँ न, अ क्यापेबल छौँ त होइन? हुँ, हुँ, हामी कतिको चाहिँ क्यापेबल छौँ र हामीले चाहिँ हुन्छ नि, हामीले बोल्ने विचारहरू होइन, कतिको चाहिँ अब हुन्छ नि एउटा समावेशीमूलक छ त हुँ, भन्ने कुराकानी चाहिँ हामीले आफैलाई पनि रिफ्लेक्ट गर्नुपर्छ जस्तो लाग्छ। हामी आफै पनि चाहिँ हुन्छ नि एउटा एक तरिकाले चाहिँ सबल भइसके पछाडि चाहिँ हामीलाई अब हुन्छ नि एउटा रिप्रेजेन्ट गर्न पनि सजिलो हुन्छ जस्तो लाग्छ। अनि अर्को कुराकानी भनेको चाहिँ अब राजनीतिकै अब एक तरिकाले हेर्ने भने अब राजनीतिमा पनि एउटा ब्याटल फिल्ड जस्तो के, हुँ, ब्याटल फिल्ड जस्तो, अनि त्यो ब्याटलमा चाहिँ जो पनि आउँछ र जो पनि आउँदाखेरि चाहिँ अनि त्यसमा चाहिँ जो चाहिँ अलरेडी प्रिभिलेज छ, त्यही प्रिभिलेज व्यक्तिले नै डिसिजन मेकिङमा हुने, हुँ, अनि जो चाहिँ हुँ, सीमान्तकृतबाट छ, त्यो सीमान्तकृतबाट आउने व्यक्तिहरू चाहिँ अनि जस्ट हुन्छ नि, भोट ब्याङ्क जस्तो हुन्छ नि, जस्ट नेम अफ इन्क्लुजन जस्तो, इन्क्लुजनको नाममा चाहिँ हुन्छ नि यो व्यक्ति चाहिँ छ है हाम्रो पार्टीमा हुँ, भने जस्तो अवस्था पनि चाहिँ छ होइन। हुँ, त्यो भइरहँदाखेरि चाहिँ मलाई अब एक तरिकाले हेर्दाखेरि चाहिँ अब त्यो पार्टीको लिडरहरूले चाहिँ कतिको चाहिँ अब हुन्छ नि, कति चाहिँ इम्प्याथेटिक हुनुहुन्छ, हुँ, कतिको चाहिँ इन्टरसेक्सनालिटी र समावेशितालाई चाहिँ उहाँले चाहिँ हुँ, स्वीकार्नुहुन्छ भन्ने कुराकानी चाहिँ हो। उहाँले चाहिँ कतिको चाहिँ सीमान्तकृत भोइसहरूलाई चाहिँ मेन स्ट्रिममा लिएर आउनुहुन्छ त उहाँको पार्टीभित्र नै, हुँ, होइन? कतिको चाहिँ स्पेस र ठाउँ दिनुहुन्छ त हुँ, भन्ने क्वेसन चाहिँ हामीले चाहिँ गर्नुपर्छ। र अर्को भनेको त हामी स्वयं आफै पनि चाहिँ कतिको सबल छौँ त? हुँ, अनि बोल्नको लागि पनि अलिकति हुन्छ नि, त्यो हुँ, सबल हुन्छ नि हुनुपर्यो नि त होइन? हुँ, बोल्नको लागि पनि चाहिँ हुन्छ नि, मलाई चाहिँ यो स्पेस चाहिँ चाहिन्छ है, मेरो सहभागिता चाहिँ यसरी हुनुपर्छ है, हुँ, मेरो पनि चाहिँ निर्णय चाहिँ हुनलाई पर्छ भन्ने कुराकानी गर्नको लागि पनि त हामी एक तरिकाले चाहिँ सबल हुनु पनि पर्यो नि त होइन? हुँ, त्यो पनि चाहिँ हुन्छ नि, त्यो भएको कारणले गर्दा चाहिँ म चाहिँ अब हाम्रो समुदायको साथीहरू इभन हुन्छ नि राजनैतिक जति पनि पार्टीहरू हुनुहुन्छ, उहाँहरूलाई मेरो यही रिक्वेस्ट छ, हाम्रो हुँ, समुदायका साथीहरूलाई आफू पनि सबल बनौँ होइन? हुँ, सबल बनाउनलाई अब हुन्छ नि, रिसोर्सहरू नहुन सक्ला, हुँ, स्रोतहरू नहुन सक्ला होइन? अब हुन्छ नि सबैजना फेरि हुन्छ नि एकैचोटि सबल हुने पनि होइन, होइन? हुँ। स्रोतहरू पनि त्यही भएर स्रोतहरू पनि समतामूलक चाहिन्छ होइन? हुनुपर्यो। हुनुपर्यो होइन? त्यो स्रोतहरू पनि जतिजना पनि पार्टीमा इन्ट्रेस्टेड हुनुहुन्छ होइन? उहाँहरू चाहिँ आफ्नो स्रोतहरू खोज्नुहोला। त्यो खोज्नको लागि चाहिँ हामी जस्तो संस्थाहरू, कोही नेपाल, मायाको पहिचान, ब्लू डायमन्ड सोसाइटी होइन? हुँ, धेरैवटा संस्थाहरू हरू हुनुहुन्छ, मितिनी नेपाल जस्तो, उहाँहरूसँग चाहिँ हुन्छ नि रिच गर्नुहोला, स्रोतहरू खोज्नुहोला होइन? आफैले गर्नु सक्नुहुन्छ भने त त्यो एकदमै राम्रो नै भयो। यदि स्रोतै हुन्छ नि छैन भने पनि चाहिँ स्रोत खोज्नु पनि चाहिँ अझ बढी चाहिँ हुन्छ नि राम्रो राम्रो हो भन्न चाहन्छु। हुँ, र आफूले आफूलाई चाहिँ हुन्छ नि सर्वप्रथम त सबल बनाउनु होला, क्वेसन गर्नको लागि भए पनि चाहिँ है। ओके। अब हाम्रो समुदायभित्र अघि पनि कुरा गर्दै हुँ। ठुलो डाइभर्सिटी अँ, छ होइन? अब यो भित्रको अहिले जसरी अब यो सुरुवात त मलाई जहाँसम्म लाग्छ इन्डियाबाटै भएको जुन हिजरा कल्चर छ, होइन? अब त्यहाँबाट इन्फ्लुएन्स भएको हिजरा चाहिँ हिजरा हजुर कल्चर अब इन्फ्लुएन्स भएको चाहिँ नभनौँ, आफूले रुचाएको होला सायद होइन? त्यो तर हाम्रो नेपालमा त अब यसमा राम्रो चिज पनि छ, नराम्रो चिज पनि छ, मिक्स मार्क्स छ यसमा मान्छेहरूको बुझाइ पनि होइन? तपाईँको लेन्सबाट चाहिँ अब कस्तो हुनुपर्छ? यसलाई कसरी व्यवस्था गर्न सकिन्छ? अथवा तपाईँको धारणा के छ हिजरा कल्चरमा चाहिँ? हिजरा कल्चरको पनि चाहिँ छुट्टै इतिहास छ है। उहुँ, हिजरा कल्चरको पनि स्पेसली चाहिँ साउथ एसियामा चाहिँ हिजरा कल्चर चाहिँ एकदमै धेरै नै उहुँ, चाहिँ एकदमै धेरै नै चाहिँ अवस्थित छ होइन। उहुँ, उहुँ, स्पेसली चाहिँ हामीले चाहिँ अब मुभीहरूमा देख्ने गर्थ्यौँ नि उहुँ, होइन त। उहुँ, हामीले मुभीहरूमा मात्र उहुँ, देख्ने थियौँ नि त उहुँ, पहिला त होइन। उहुँ, मुभीहरूमा देख्दा चाहिँ स्पेसली इन्डियामा, पाकिस्तानमा, बङ्गलादेशहरूमा होइन उहुँ, हिजरा कल्चर एकदमै थियो। र हामीले चाहिँ त्यो अवस्थामा मलाई जहाँसम्म लाग्छ नेपालमा हाम्रो त्यति साह्रो थिएन होइन उहुँ, त। उहुँ, नेपालमा चाहिँ हामी त्यति साह्रो हिजरा कल्चरै भनेर चाहिँ पहिचान भएको चाहिँ थिएन। तर अहिले हेर्ने हो भने चाहिँ हिजरा कल्चर नेपालमा पनि चाहिँ छ होइन उहुँ, त। उहुँ, त्यो भइरहँदाखेरि चाहिँ अब कल्चर एक हिसाबले हेर्दाखेरि चाहिँ कल्चर आफैमा पनि चाहिँ नराम्रो होइन होइन उहुँ, त। उहुँ, जुन चाहिँ जसले चाहिँ हुन्छ नि एटलिस्ट
हाम्रो पहिचान चाहिँ हामीले बोल्न नसक्दाखेरि बचाए। चाहिँ उहाँहरूले चाहिँ हो, बोलिदिनु भएको थियो होइन। हो, हो। उहाँहरूको पहिचान चाहिँ हुन्छ नि मुगलदेखि चाहिँ हुन्छ नि अहिलेसम्म चाहिँ छ होइन हो, त हो। एक तरिकाले हेर्दाखेरि। हुँ, अनि नेपालमा पनि चाहिँ एक तरिकाले हेर्दाखेरि चाहिँ अब हामी त इन्डियासँग बोर्डर सेयर गर्छौँ नि त हो, होइन। हुँ, अनि इन्डियासँग बोर्डर सेयर गरिरहँदाखेरि चाहिँ हामी चाहिँ त्यो कल्चरबाट इन्फ्लुएन्स नहुन सक्दैनौँ। अब जस्तै अहिले विवाह गर्दाखेरि चाहिँ हाम्रो चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट सेरोमनीहरू हुन्छ नि होइन त। हुँ। पहिला हामीले देख्दैन थियौँ नि त त्यो सेरोमनी हल्दी, मेहेन्दी होइन। अनि अँ। त्यस पछाडि के छ नि त होइन हुँ, त। हुँ, त्यो पहिला हामी देख्दिन थियौँ होइन त। हुँ, देख्दिन थियौँ। अब अहिले हुन्छ नि एक तरिकाले इन्फ्लुएन्स भएर चाहिँ मान्छेले एडप्ट गरिरहेको छ, हुँ, एडप्ट गरिरहेको अवस्थामा छ। त्यस्तै नै हुन्छ नि अब हामी पनि चाहिँ हुन्छ नि हाम्रो समुदायका साथीहरू पनि त इन्डियामा गएर माइग्रेट भएको छ। इन्डियामा त्यहाँ गएर चाहिँ बसिरहेको अवस्थामा चाहिँ हुँ, त्यो सिकेर आउनु र यहाँ चाहिँ हुन्छ नि गर्नु भनेको चाहिँ एक तरिकाले चाहिँ त्यो नराम्रो चाहिँ होइन भन्न चाहन्छु। हुँ, तर मेरो विचारमा चाहिँ फेरि अर्को चाहिँ के हो भन्दाखेरि चाहिँ जुन तरिकाले पनि चाहिँ त्यो कल्चरलाई चाहिँ एडप्ट गरिएको छ, त्यो हुँ, कल्चरको एक्टिभिटी चाहिँ जुन तरिकाले छ, त्यो तरिका त्यसमा चाहिँ मेरो चाहिँ अलिकति क्वेसन चाहिँ छ है। हुँ, म टोटली अफेन्ड त होइन होइन, हुँ, हुँ, टोटली अफेन्ड त होइन, म त्यो टोटली एगेन्स्ट त होइन। तर मेरो क्वेसन चाहिँ के छ भन्दाखेरि चाहिँ जति पनि चाहिँ हुन्छ नि हाम्रो बेगिङ गर्ने तरिका छ नि त होइन त, हुँ, हामी चाहिँ माग्ने तरिका चाहिँ छ होइन। हुँ, हुँ, फेरि माग्नेको कुराकानी गरिरहँदाखेरि चाहिँ फेरि चाहिँ हाम्रो समाजमा चाहिँ यो चाहिँ नयाँ चाहिँ होइन है फेरि। हुँ, हामी चाहिँ पहिला पहिला हुँ, देखेको हुन्छ नि, हामी चाहिँ हुन्छ नि मागिरहेको अवस्थामा कल्चरली चाहिँ मागिरहेको अवस्थामा हाम्रो घरमा चाहिँ जोगी आएको होइन। हुँ, हाम्रो घरमा चाहिँ बाबाजीहरू आएको हुन्छ नि, हुँ, बाबाजीहरू आएको। अब त्यो हुन्छ नि असहाय अब हुन्छ नि अपाङ्गता भएका व्यक्तिहरू हुँ, होइन। हुँ, अपाङ्ग व्यक्तिहरू पनि सबैजना त होइन, तर पनि हुँ, चाहिँ हुन्छ नि यसो हामीले देखिरहँदाखेरि चाहिँ असहाय व्यक्तिहरू होइन, जो चाहिँ हुँ, एकदमै विपन्न परिवारका व्यक्तिहरू चाहिँ हुँ, माग्नलाई आएको त हामीलाई हो, थाहा छ नि त होइन त। हुँ, माग्ने कुराकानी यो नयाँ होइन। हुँ, तर अब हाम्रो समुदायको व्यक्तिहरू चाहिँ जुन तरिकाले चाहिँ बेगिङ गर्छ होइन त, हुँ, बेगिङ गरिरहँदाखेरि चाहिँ अलिकति त्यसमा चाहिँ अब हामी देखिरहेको छौँ नि त होइन। हामी भन्छ नि त होइन, हातखुट्टा राम्रो छ, किन मागिराख्ने? हुँ, अनि कति ठाउँमा त हुन्छ नि टिकटककै माध्यमबाट इभन हाम्रो इन्डिभिजुअल समुदायको माध्यमबाट चाहिँ हामी कति ठाउँमा देख्छौँ नि त हुँ, होइन। हुँ, कहाँ चाहिँ हुन्छ नि एकदमै फाइटै भयो होइन। अँ, उहाँले चाहिँ हुन्छ नि जबरजस्ती चाहिँ हुन्छ नि हामीलाई यति पैसा चाहिन्छ, यति नै दिनुपर्छ भनिसके पछाडि चाहिँ अनि दुई तर्फबिच चाहिँ झडपै भयो भन्ने हुन्छ नि। हुँ, लाहानतिर कतातिर हुन्छ नि बर्दिवासतिर त्यो हुँ, एउटा ठुलो घटना पनि भएको थियो। हुँ, इभन हुन्छ नि हामी टिकटकतिर पनि देख्छौँ कि जबरजस्ती चाहिँ हुन्छ नि हामीलाई यति नै चाहिन्छ भनेर चाहिँ गरिरहेको चाहिँ हामी देखिरहेको छौँ। अनि त्यो गरिरहँदाखेरि चाहिँ हुन्छ नि अलिकति हामीले चाहिँ त्यो किन गरिरहेको छ भन्ने कुराकानीतिर पनि जानुपर्छ जस्तो चाहिँ लाग्छ कि हामी हुँ, आज समुदाय चाहिँ। हुँ, अब कसैलाई विश्वास छ होइन, उहाँहरू चाहिँ हुन्छ नि डेमिगड हो, हुन्छ नि उहाँहरू चाहिँ एउटा शिवजीको अवतार हो होइन, उहाँले भनेको कुरा चाहिँ लाग्छ भन्ने पनि छ नि त होइन त। हुँ, त्यही भनेर त मान्छेहरूले चाहिँ हुन्छ नि उहाँले दिएको आशीर्वाद चाहिँ लाग्छ भनेर चाहिँ अनि उहाँले आशीर्वाद दिनुहुन्छ अनि उहाँले चाहिँ भेटी स्वरूप चाहिँ पैसा हुँ, दिनुहुन्छ, के दिनुहुन्छ होइन त। हुँ, हामी फेथको कुराकानी क्या यो विश्वासको कुराकानी तिर चाहिँ हामी धेरै गयौँ। हुँ, तर अहिलेको अवस्थामा चाहिँ हुँ, अब सबैजनाले चाहिँ त्यो मान्छ होला त? हुँ, यदि मानेर कसैले दिन्छ भने त्यसमा कुनै पनि तरिकाको हुन्छ नि कुनै पनि तरिकाको क्वेसन, कुनै पनि तरिकाको रेस्ट्रिक्सन भएन। हुँ, तर जो व्यक्ति चाहिँ हुन्छ नि, जो व्यक्ति चाहिँ भन्छ कि तैँले दिएको आशीर्वाद चाहिँ मलाई लाग्दैन, हातखुट्टा छ, कमा, हुँ, हातखुट्टा छ कमा होइन? म दिन्न सिधै दिन्न, कुरा दिन्न त्यो भनिसके पछाडि त हुँ, अब त त्यो भन्ने व्यक्तिहरू त्यो समाजमा त अब त हुन्छ नि आउँछ नि त होइन त? आउँछ त्यो आउँदाखेरि चाहिँ हुन्छ नि अनि यो कल्चर जुन छ यो लङ टर्मसम्म जान्छ होला त? हुँ, होइन? हुँ, दीर्घकाल रूपमा जान्छ होला त? के यस्तो तरिकाको प्र्याक्टिसले होइन हाम्रो समुदायलाई हुँ, साँच्चै माथि लान्छ होला त? हुँ, उसको वर्गको हिसाबमा होइन? हुँ, उसको सम्मानको हिसाबमा हुँ, के लान्छ होला त? भनेर हुँ, चाहिँ हामी स्वयं संस्थाहरू भयो, हुँ, हामी जस्तो एक्टिभिस्टहरूले चाहिँ सोच्नु चाहिँ पर्ने चाहिँ एकदमै जरुरी चाहिँ अवस्था छ। अनि हुँ, अर्को कुराकानी चाहिँ मैले यो कल्चरमा चाहिँ देखेको कुराकानी तपाईँहरूले काठमाडौँ वरिपरि पनि देख्नुहुन्छ हुँ, होला हुँ, होइन? हुँ, हाम्रो चाहिँ हुन्छ नि कति विविधताले हुन्छ नि त्यो पर्टिकुलर हुन्छ नि त्यो समुदायको व्यक्तिहरू चाहिँ कहाँबाट आइरहेको छ त होइन? तपाईँले हुन्छ नि मेजोरिटी देख्ने हो भने चाहिँ हामीले चाहिँ अहिले यहाँ चाहिँ एकदमै धेरै होइन पसलमा घरमा हुँ, गएर चाहिँ मागिरहेको व्यक्तिहरू चाहिँ नेपालको अब हुन्छ नि नेपालकै मधेस कम्युनिटीबाट चाहिँ आइरहेको अवस्थामा छ होइन।
यसलाई पनि चाहिँ हामीले एनालाइज गर्नुपर्छ जस्तो चाहिँ लाग्छ है। अझै पनि एलजिबिटिक्यू कम्युनिटीभित्र नै चाहिँ हुन्छ नि इन्टरसेक्सनालिटीलाई हेर्ने हो भने चाहिँ मधेसको एलजिबिटिक्यू कम्युनिटीहरू चाहिँ उहुँ। हामीभन्दा पिछडिएका हुन् कि, हामीभन्दा अवसरबाट वञ्चित भएको हो कि, र पो त्यसैले पो हुन्छ नि उहाँहरू चाहिँ अहिलेको यो अवस्थामा हुनुहुन्छ कि, उहाँहरूलाई पनि त हुन्छ नि उहाँ मन लाग्दैन होला नि त हुन्छ नि कसैले चाहिँ कसैको पसलमा गएर चाहिँ ताली पिटेर चाहिँ मागिरहँदाखेरि चाहिँ दियो भने त ठिकै नै छ होइन त? नदिँदाखेरि त उहाँहरूलाई चाहिँ एक तरिकाले चाहिँ शारीरिक यातना, शारीरिक हिंसाहरू होइन मानसिक हिंसाहरू त्यो अवस्थामा भइरहँदाखेरि त उहाँहरूलाई पनि त हुन्छ नि एक तरिकाले हीनताबोध, एक तरिकाले चाहिँ आत्मग्लानि, एक तरिकाले चाहिँ नराम्रो लाग्दो हो नि त होइन त? हो यो कुराकानी चाहिँ हुन्छ नि अब होल एलजिबिटिक्यू मुभमेन्टले अनि होल अर्गनाइजेसन हामी जस्तो एक्टिभिस्टहरूले चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ। अनि हामीले मात्र होइन यो हाम्रो सरकारले राज्यले नै हामी सोच्नुपर्छ है, राज्यले नै सोच्नुपर्छ। जस्तै एक्जाम्पल दिन चाहन्छु, इन्डियामै चाहिँ हुन्छ नि इन्डियामा अनि अरू देशहरूमा चाहिँ स्पेसली चाहिँ इन्डियामा यो चाहिँ हुन्छ नि साउथ इन्डियातिरकै कुराकानी हो। ट्रान्सजेन्डरहरूलाई चाहिँ ट्राफिकमा चाहिँ होल्ड अब हुन्छ नि धेरैजना ट्रान्सजेन्डरहरूलाई चाहिँ ट्राफिकको रूपमा चाहिँ उहाँले चाहिँ उपयोग हुन्छ नि एक तरिकाले चाहिँ जब इम्प्लोइमेन्ट अपर्च्युनिटी दिनुभएको थियो कि। अनि अब हुन्छ नि सरसफाइ गर्ने होइन, सरसफाइ गर्नेमा चाहिँ उहाँले चाहिँ जब इम्प्लोइमेन्ट अपर्च्युनिटी चाहिँ निकालिदिनु भएको थियो कि। अब कति धेरै ड्राइभरहरूको कुराकानीहरू, रिक्सा चालकहरू होइन, धेरै ठाउँमा चाहिँ राज्यले चाहिँ अवसरहरू चाहिँ हुन्छ नि दिएको पनि चाहिँ हामी देख्न चाहन्छौँ क्या। त्यही भएको कारणले गर्दा चाहिँ नेपाल सरकारले, नेपालको राज्य स्तरले पनि चाहिँ के सोच्नुपर्छ भन्दाखेरि चाहिँ त्यो समुदायका व्यक्तिहरू इभन हामी होल एलजिबिटिक्यू कम्युनिटीलाई चाहिँ यस्तै उदाहरणको कामहरू, यस्तै स्पेसल अपर्च्युनिटीहरू चाहिँ सिर्जना गर्नुपर्छ जस्तो चाहिँ मलाई चाहिँ लाग्छ। ओके। अहिले भर्खरै तपाईँले अब यो इन्डियाकै हामी एकदमै धेरै इन्फ्लुएन्स छौँ होइन? तपाईँले यो इन्डियाको जुन अहिले हाम्रो यो हिजरा कल्चर स्पेसली अथवा ट्रान्सहरूले जसरी एउटा आन्दोलन गरिराख्नु भएको छ सरकारसँग, यो के अरे बिलहरूको के भयो, कसो भयो होइन, कसरी भयो, आफ्नो धारणा छ यसमा पनि। तपाईँले चाहिँ कसरी हेरिरहनु भएको छ यसलाई चाहिँ के हो? अब इन्डियाकै के भइरहेछ? इन्डियाकै कुराकानी गरिरहँदाखेरि चाहिँ हुन्छ नि इन्डियामा चाहिँ अब म आफै पनि चाहिँ इन्डियाको धेरैवटा प्रोग्रामहरूमा गइरहेको, अनि त्यस पछाडि इन्डियामा पनि चाहिँ धेरै साथीहरू भइरहेको कारणले गर्दाखेरि चाहिँ इन्डियामा यो कानुन फेरि पास भइसक्यो होइन, पास भइसक्यो। अनि जुन कानुन चाहिँ एकदमै एलजिबिटिक्यू प्रतिको चाहिँ हुन्छ नि एकदमै एलजिबिटिक्यू एगेन्स्टको कानुन हो क्या त्यो भनेको चाहिँ ट्रान्सजेन्डर एमेन्डमेन्ट बिल हो, जसमा चाहिँ के भनेर चाहिँ हुन्छ नि त्यो बिललाई अलिकति बुझिरहँदाखेरि चाहिँ त्यही हो हुन्छ नि अब अहिलेको सरकार जुन सरकारले चाहिँ अब भन्ने भनेको चाहिँ सेल्फ डिटरमाइन्ड सेल्फ चोइस चाहिँ हुनु हुँदैन होइन, लैङ्गिक पहिचानलाई लिएर सेल्फ चोइस चाहिँ हुनु हुँदैन। किनभने भने उहाँहरूको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ एकदमै उहाँहरूको यति फन्नी रिजन छ कि एकदमै फेक ट्रान्सजेन्डरहरू, फेक एलजिबिटिक्यू कम्युनिटीहरू चाहिँ निस्क्यो। अनि यो चाहिँ हुन्छ नि उहाँहरूको चाहिँ के हो भन्दाखेरि हामी चाहिँ उहाँहरूलाई चाहिँ अब हुन्छ नि एलजिबिटिक्यू कम्युनिटी स्पेसली ट्रान्स कम्युनिटीहरूलाई चाहिँ प्रोटेक्ट गर्नलाई चाहन्छु भनेर भनिरहनु भएको छ क्या। अनि उहाँले चाहिँ त्यो बिलमा चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ जो पनि चाहिँ ट्रान्सजेन्डर भनेर चाहिँ आफूलाई पहिचान गर्नलाई चाहनुहुन्छ उहाँले चाहिँ मेडिकल सर्टिफिकेट प्रुभ देखाउनु पर्यो कि। मेडिकल सर्टिफिकेट सर्जरी गरेको होइन, सर्जरी गरेको चाहिँ अब देखाउनु पर्ने हुन्छ। त्यो भनेको त त्यहीँ भएको जो नेताहरू हुनुहुन्छ, अनि इभन अब नेपालमा पनि चाहिँ हामीले चाहिँ सोचौँ होइन, नेताहरू छ उहाँहरूले चाहिँ आफू पुरुष भएको चाहिँ प्रुभ गर्नु भएको छ होला त मेडिकल बोर्डमा गएर म चाहिँ पुरुष हो भनेर। नेपालमा पनि एक्चुअली त्यो प्र्याक्टिस छ हो, नेपालमा पनि प्र्याक्टिस छ। नेपालमा चाहिँ अब त्यो तपाईँको भलाइ त्यो कानुनमा कागजमा नलेखे पनि प्र्याक्टिस चाहिँ त्यसै। अस्ति भर्खरै म खोटाङ पनि गएको थिएँ, त्यसमा पनि त्यही नै भइरहेको थियो। अब त्यस्तो ट्रान्सहरू धेरै छ जो चाहिँ तपाईँको नाङ्गै भएर ब्रस त गरेर उनले मेडिकलमा गएर चेक गर्नुपर्छ भनेको। यो नेपालमा चाहिँ बढी गरिरहेको छ भन्ने देखाउने चाहिँ भयो अहिलेसम्मको प्र्याक्टिसमा चाहिँ, तर व्यावहारिक रूपमा चाहिँ त्यही नै छ। हो, अनि यो भनेको त एउटा ह्युमन राइट्सको एगेन्स्टमा हो नि त होइन त, के त्यो
महिलाले त्यो पुरुषले चाहिँ आफूलाई चाहिँ हुन्छ नि म महिला हो म पुरुष हो भनेर चाहिँ नागरिकता हुन्छ नि पहिचान सहितको नागरिकता लिनको लागि चाहिँ उसले चाहिँ हुन्छ नि आफ्नो दुईटा खुट्टाको बिचमा के छ अनि हुन्छ नि म को भनेर चाहिँ उसले मेडिकल टेस्ट गरेको होला त छैन नि त होइन। इन्डियामा अहिले जुन अब भइरहेको हुन्छ नि जुन आन्दोलन छ हाम्रो क्वेयर साथीहरूको जुन आन्दोलन छ त्यो पनि चाहिँ यही एगेन्स्टमा चाहिँ हो कि यही एगेन्स्टमा हो। अनि जुन तरिकाको चाहिँ हुन्छ नि जुन जनताले चुनेर पठाएको जुन तरिकाको नेताहरूको जुन लजिक छ त्यो पनि चाहिँ हुन्छ नि एकदमै हास्यास्पद छ कि त्यो एकदमै लजिकै पनि चाहिँ छैन क्या। अनि जुन नेपालको तपाईँले कुराकानी निकाल्नु भयो नेपालमा पनि चाहिँ संविधानले त पहिचान सहितको नागरिकता दिनु भनेर भन्छ तर हाम्रो साथीहरू इभन म आफै पनि चाहिँ हुन्छ नि नन बाइनरीमा होइन मेरो नागरिकता लिनलाई गयो भने चाहिँ मलाई चाहिँ मेडिकल बोर्डमा गएर चाहिँ टेस्ट गराउनु पर्ने हुन्छ कि टेस्ट गराउनु पर्ने हुन्छ कि हुन्छ नि मैले चाहिँ मेडिकल अब हुन्छ नि सर्जरी गरेँ कि गरिनँ भनेर। इभन मैले त साथीहरूबाट यस्तो सुने कि अब त्यो सर्टिफिकेटले मात्र काम लागँदैन रहेछ कि अब उसलाई त नाङ्गे झार बनाएर चाहिँ उसले टेस्ट गरेर चाहिँ पास हुनुपर्ने रहेछ। अनि हाम्रै नेपाली समाजमा कुराकानी गर्ने हो भने चाहिँ को चाहिँ महिला र पुरुषले चाहिँ त्यस्तो गरेर चाहिँ नागरिकता लिएको छ अनि यो विविधकारी कानुन भएन त। आई होप अब यो पालको सरकारले चाहिँ केही न केही चाहिँ हुन्छ गर्नु पर्यो र हामी समुदायहरू पनि चाहिँ एकजुट भएर चाहिँ बोल्न चाहिँ जरुरी चाहिँ मेन त्यो भन्दा अर्को चाहिँ प्रतिनिधित्व हुनु पर्यो हाम्रो होइन त। ओके तपाईँलाई यो भन्दा अब अहिले चाहिँ तपाईँको नयाँ सरकारसँग त अब धेरै चिज त ल्याइसक्नु भयो होइन। तपाईँले यो नयाँ सरकारसँग चाहिँ के अपेक्षा राख्नु भएको छ अथवा के हुन्छ नि सल्लाह सुझाव अथवा तपाईँको राय चाहिँ के छ नयाँ सरकारसँग चाहिँ? नयाँ सरकारलाई त हुन्छ नि अब हाम्रो नयाँ सरकार हुनुहुन्छ होइन त नयाँ सरकार बनेको छ जसमा चाहिँ आशा अपेक्षा छन् धेरै छन् होइन। म त हुन्छ नि हामी भन्ने गर्छौँ नि होइन अब धेरै म सुन्छु कि धेरै हुन्छ नि मैले मेरो अधिकारको कुराकानी गर्दाखेरि चाहिँ धेरै म सुन्छु होइन। धेरै अब हुन्छ नि अरू देशभन्दा त हुन्छ नि नेपाल त अलिकति हुन्छ नि प्रोग्रेसिभ नै छ नि त पछि अब समयअनुसार भइरहन्छ नि त भन्ने कुराकानीहरू सुन्छु नि त होइन। समयअनुसार भइरहन्छ नि त भनेर कुराहरू सुन्छु तर म चाहिँ मेरो क्वेसन चाहिँ यो हो कि कहिले मलाई मेरै पालामा चाहिँ मलाई सबै अधिकार चाहियो र यो सम्भव पनि छ कि सम्भव पनि छ र मलाई चाहिँ हुन्छ नि अरूको देशसँग तुलना गरेर चाहिँ मेरो अधिकार चाहिँ हुन्छ नि मेरो अधिकारलाई चाहिँ अरूको देशसँग तुलना गरेर चाहिँ मलाई चाहिँ अधिकार दिने नदिने भनेर चाहिँ नभनुस् भनेर भन्छु कि। जस्तै भन्छ नि होइन इन्डियामा त अझै त्यस्तो छ पाकिस्तानमा त अझै त्यस्तो छ होइन अफ्रिकन कन्ट्रीहरूमा त त्यस्तो छ नेपालमा त एटलिस्ट छ नि त भनेर जुन तरिकाको जुन व्यक्तिहरूले चाहिँ जुन समुदायहरूले चाहिँ जुन तरिकाको चाहिँ त्यो कारण देखाउँछ नि होइन मलाई चाहिँ एकदमै धेरै नै हुन्छ त्योमा चाहिँ म के भन्ने त्यो अपसेट हुन्छ क्या डिसअपोइन्टेड हुन्छ क्या। मेरो अधिकारको लागि किन हुन्छ नि मैले पाकिस्तानको व्यक्तिसँग मैले तुलना गर्नु पर्यो मेरो अधिकारको लागि किन मैले इन्डियाको व्यक्तिसँग तुलना गर्नु पर्यो त्यो त मेरो जन्मजातै त्यो पाउने अधिकार हो। पाउने अधिकार त मलाई त यहीँ मलाई मेरै देशमा दिनु पर्यो नि त होइन त। म चाहिँ त्यही कुराकानीहरू चाहिँ म गरिरहेको हुन्छु क्या। अनि देशमा चाहिँ हुन्छ नि धेरै कानुनहरू बनाउनु पर्ने छ नि त होइन। संविधानको धाराले त धेरैमा मेन्सन गरेको छ तर कानुनको कुराकानीहरूमा चाहिँ धेरै कुराकानीहरू चाहिँ हाम्रो चाहिँ एकदमै बाझिएर आएको छ इभन हामीलाई मेन्सन पनि गरिएको छैन कि। जस्तै अस्ति भर्खर चाहिँ मैले देखिरहेको थिएँ होइन हाम्रो कानुन मन्त्रीज्यू माननीय कानुन मन्त्रीज्यूले चाहिँ भनिरहनु भएको थियो कि कानुनको हुन्छ नि यो रेप अनि त्यस पछाडि यो सेक्सुअल ह्यारेसमेन्टको कुराकानीहरू यो कानुन चाहिँ अलिकति बन्दैछ भन्ने कुराकानीमा यसमा पनि चाहिँ हुन्छ नि के भन्न चाहन्छु भन्दाखेरि चाहिँ हामीले अहिले कानुनलाई हेर्ने हो भने स्पेसली रेपको केसहरूमा चाहिँ कानुनलाई हेर्ने हो भने चाहिँ यहाँ चाहिँ पर्टिकुलर एउटा जेन्डर आइडेन्टिटीलाई मात्र चाहिँ मेन्सन गरिएको छ नि त होइन। यसमा चाहिँ हुन्छ नि यदि व्यक्ति भएको भए त त्यसमा तेस्रो लिङ्गी पारालिङ्गी इभन होल एलजिबिटिक्यू कम्युनिटी जो चाहिँ बलात्कृत हुन्छन् जो चाहिँ सेक्सुअल ह्यारेसमेन्टमा पर्छन् होइन मोलेस्ट्रेसन हुन्छन् उहाँहरूलाई पनि त समेट्ने भयो नि त कानुनले होइन त। उहाँहरूलाई पनि चाहिँ हुन्छ नि त्यो घटनाबाट घट्यो भने चाहिँ उहाँहरूले पनि त कानुनलाई टेकेर चाहिँ हुन्छ नि न्यायलाई खोज्नलाई सक्ने भयो नि त होइन। तर अझै पनि चाहिँ हुन्छ नि जति पनि एलजिबिटिक्यू कम्युनिटीको व्यक्तिहरू हुनुहुन्छ यदि उहाँहरू चाहिँ बलात्कृत हुनुभयो भने होइन सेक्सुअल ह्यारेसमेन्टमा पर्नुभयो भने चाहिँ हाम्रो नेपालको कानुनले चाहिँ
उहाँहरू पनि चाहिँ त्यो अवस्था, त्यो इन्सिडेन्टमा चाहिँ पर्नुभएको छ है भनेर रिकग्नाइज गर्दैन के। मह्म, अनि हाम्रो विचार चाहिँ के छ भन्दाखेरि चाहिँ हामीले चाहिँ बलात्कार भयो भने चाहिँ अनि बलात्कार भयो भने चाहिँ एउटा पर्टिकुलर जेन्डर आइडेन्टिटीले होइन पुरुषले गर्छ भनेर भन्ने कुराकानी छ। मह्म, पुरुषले गर्छन् भन्ने कुराकानी छ नि त होइन। मह्म, अनि हामी चाहिँ हुन्छ नि एउटा चाहिँ सोच्दैनौँ कि पुरुष भएर पुरुषलाई पनि चाहिँ पुरुषलाई चाहिँ पुरुषले पनि चाहिँ बलात्कार गर्छ भन्ने कुराकानी चाहिँ हामी सोच्दैनौँ कि। अथवा महिलाले पुरुषलाई गर्छ अँ, भने पनि सोच्न हो सक्दैनौँ हो तर हुन्छ हो। अनि तेस्रो लिङ्गी मह्म, पारालिङ्गी व्यक्तिहरूलाई पनि चाहिँ हुन्छ नि मह्म, उहाँहरू पनि बलात्कारमा पर्नुहुन्छ भन्ने कुराकानी पनि हामी सोचिरहेको मह्म, हुँदैनौँ कि। मह्म, हाम्रो यो माइन्डसेट यो कन्सेप्ट नै त्यो छ नि त होइन। यसलाई मह्म, पनि परिवर्तन गर्नुपर्छ र हुन्छ नि आगामी सरकारले यो कुराकानीमा पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ। धेरै कुराकानी छ, मह्म, सरोगेसीको कुराकानी छ। हामीले पनि चाहिँ आफ्नो सन्तान चाहिँ आफ्नै रगतबाट चाहिँ हुन्छ नि आफ्नै रगतको सन्तानहरू चाहिँ हामीले चाहिँ मेन पाउनुपर्छ भन्ने इम्पोर्टेन्ट पनि हो होइन। अनि एडप्सनको कुराकानीमा चाहिँ हामीले पनि चाहिँ हुन्छ नि एज अ कपलको रूपमा चाहिँ हामी आइरहँदाखेरि चाहिँ एडप्सनमा चाहिँ हामीलाई चाहिँ सहज तथा सरलता चाहिँ हुनुपर्छ भन्ने कुराकानी पनि हो। अनि शिक्षा रोजगारीहरूको कुराकानीहरू त धेरै नै छ। ओके हामी अन्तिम अन्तिममा आइसकेका छौँ तपाईँलाई केही छुटेको अथवा तपाईँलाई भन्न मन लागेको केही छ अरू ओभरअलमा सबै उम्, केही भन्न छ त्यही हो अब हुन्छ नि ब्रेकिङ द ब्यारियर हुन्छ नि नामै पनि चाहिँ एकदमै धेरै नै इम्पोर्टेन्ट एन्ड पावरफुल छ होइन। तपाईँलाई धेरै धेरै धन्यवाद, मायाको पहिचानलाई धेरै धेरै धन्यवाद, एक्सनेटलाई इयुलाई धेरै धेरै धन्यवाद होइन मह्म, सहयोग गरिदिनु भएकोमा, मह्म, हाम्रो भोइसहरूलाई चाहिँ अपलिफ्टिङ गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र हामीले चाहिँ ओभरअल राजनीतिको कुराकानी गर्दाखेरि राजनीति अर्थपूर्ण समावेशिताको कुराकानी गरिरहँदाखेरि चाहिँ हाम्रो समुदायको व्यक्तिहरू जो राजनीतिमा इन्ट्रेस्ट हुनुहुन्छ होइन मह्म, उहाँहरूलाई पनि चाहिँ मेरो यही रिक्वेस्ट छ कि आफूलाई चाहिँ कसरी सबल बनाउने, मह्म, आफूलाई चाहिँ हुन्छ नि कसरी चाहिँ इफेक्टिभ रूपमा चाहिँ प्रतिनिधित्व गराउने भन्ने कुराकानीहरू चाहिँ मह्म, रिसोर्सहरू खोज्नु होला होइन, मह्म, खोज्नु होला, आफूलाई क्यापेबल बनाउनु होला। अनि त्यस पछाडि चाहिँ एउटा राज्य सत्ता अनि त्यस पछाडि चाहिँ हाम्रो जति पनि चाहिँ पोलिटिकल पार्टिजहरू छ, मह्म, नेताहरू, लिडर्सहरू हुनुहुन्छ होइन, मह्म, उहाँहरूले पनि चाहिँ समावेशितालाई चाहिँ सोच्नु होला र मह्म, स्पेसली चाहिँ योनि तथा लैङ्गिक अल्पसङ्ख्यकलाई चाहिँ एउटा राजनीतिको मेन स्ट्रिममा लिएर आउनको लागि चाहिँ तपाईँहरूको भूमिका पनि महत्त्वपूर्ण छ होइन। मह्म, तपाईँहरूको भूमिका पनि महत्त्वपूर्ण छ, त्यही भएर पनि चाहिँ तपाईँहरूले चाहिँ त्यो सीमान्तकृत समुदायलाई चाहिँ मेन स्ट्रिममा लिएर आउनको लागि चाहिँ एउटा बाटो बनाइदिनु होला, एउटा स्पेस क्रिएट गरिदिनु होला भन्न चाहन्छु। र हस् र जति पनि चाहिँ एलजिबिटिक्यू कम्युनिटीका साथीहरू हेरिरहनु भएको छ मह्म, डेफिनेटली कहिलेकाहीँ चाहिँ हामी चाहिँ एक्लो फिल चाहिँ गरिरहेको अवस्था मह्म, चाहिँ हुन्छ। हामी चाहिँ एक्लो छौँ कि जस्तो चाहिँ लाग्छ होइन त मह्म, हाम्रो जिन्दगीमा। म पनि चाहिँ आफूले आफूलाई चाहिँ म एलजिबिटिक्यू क्वेयर हो भनेर चाहिँ मैले कहिले पनि चाहिँ हुन्छ नि यो त्यो उमेरमा चाहिँ मैले जब आफूलाई थाहा पाउँदै गएँ त्यतिखेर मह्म, चाहिँ मैले आफूलाई स्वीकारेको पनि थिइनँ। अनि म मह्म, चाहिँ लाग्थ्यो कि हुन्छ नि एक्लै नै छु जस्तो चाहिँ मलाई चाहिँ फिल हुन्थ्यो कि। मह्म, अहिले त हुन्छ नि डिजिटल हुन्छ इन्टरनेटको माध्यमबाट चाहिँ धेरै हामी देख्नलाई सक्छौँ, उनीहरूलाई सक्छौँ होइन। मह्म, अनि जति पनि हेरिरहनु भएको छ तपाईँहरू खुलेरै आउनुपर्छ भन्ने छैन होइन। मह्म, समय नआइन्जेलसम्म चाहिँ तपाईँहरू चाहिँ समय नआइन्जेलसम्म होइन अलिकति आफूले आफूलाई चाहिँ सबल नबनाइन्जेलसम्म चाहिँ तपाईँले चाहिँ आफ्नो पहिचान चाहिँ कसैलाई खुलाउनुपर्छ भन्ने छैन होइन। मह्म, जब समय आउँछ तपाईँले खुलाउँदा पनि भयो, यदि खुलाउनै चाहनुहुन्न भने पनि चाहिँ इट्स ओके फाइन, तपाईँ मह्म, यो तपाईँकै पहिचान हो, तपाईँले खुलाए पनि नखुलाए पनि यो तपाईँकै पहिचान हो, तपाईँले जे पनि गर्नलाई सक्नुहुन्छ। र मह्म, यति भन्दै चाहिँ हुन्छ नि फेरि हस् पनि धन्यवाद। तपाईँलाई पनि धेरै धेरै धन्यवाद